इन्टेलिजेन्स एजेन्सीले भन्छ कि यो रियल के हो अनरियल के हो भने हामी सिनेमा हेर्दाखेरि मकै खानुपर्ने कुरा पनि म्यानिपुलेटेड हुने रहेछ नि त, हुन सक्ने रहेछ नि त। रियालिटी नै अल्टर्ड हो यो होइन भनेपछि हामी अल्टर्ड संविधानमा छैनौँ त, यो अल्टर्ड रियालिटी हो। हाम्रो फिलोसफी चाहिँ के हो त, जबकि हाम्रो एउटा जुन ल्याङ्ग्वेजको बेसिस थियो संस्कृत, त्यो नै एउटा पोइन्टमा मारियो यो देशमा। मेरो लागि त मारिएकै हो, किनभने मलाई आउँदैन बोल्न, र त्यो किन चाहिँ गराइयो होला, त्यस्तो त्यो डेलिबरेट थिएन होला। त्यो सुरु गर्ने साथ वी फेल्ट लाइक वी ओपन्ड अप डोर टु हेल। त्यो मिलेनियर्स अगाडिको फिलोसफी हाम्रो काठमाडौँमा त्यस्तो इम्पोर्टेन्स दिएर फेस्टिभिटिजहरू उसको वरिपरि घुम्छ भने, जस्तै इन्द्र होइन घुम्छ भने, काठमाडौँ एज अ प्लेस कति पुरानो होला है, कति चाहिँ पुरानो होला। यो भियतनाम वार होस्, जेसुकै वारहरू होस् होइन, सेकेन्ड वर्ल्ड वार पछिको ट्रेन्ड हेर्दाखेरि इफ यु किल द हेड यु किल द बडी अटोमेटिकली भन्ने एउटा देखिन्छ क्या। मैले चाहिँ त्यो देखेको छु होइन। जस्तै एक्जाम्पल, रिसेन्ट एक्जाम्पल इरानमा खमेनीको डेथ होइन, खमेनीको डेथ भएपछि प्रोबाब्ली रिभोल्युसन सुरु हुन्छ इरानमा, प्रोबाब्ली दे विल हेल्प द सिटिजन्स विल हेल्प टपल द गभर्मेन्ट, त्यसपछि हामीले चाहेको गभर्मेन्ट राख्न सकिन्छ, यसमा बनाउन सकिन्छ भन्ने जुन एङ्गल थियो, मैले चाहिँ त्यसरी एनालाइज गरेको है। त्यो जुन एङ्गल थियो, त्यही एङ्गल नेपालमा पनि मोनार्कीलाई फाल्नको लागि युज भएको होला कि नहोला। यसमा कस्तो देखिन्छ भने इरानको कुरा गरौँ होइन, इरान आज सर्भाइभ कसरी गरिरहेको छ भने उनीहरूको यो मिलिटरीले पनि उनीहरूको त्यो सिस्टम हेर्ने हो भने इट्स नट प्योर डेमोक्रेसी। त्यो डेमोक्रेसी भन्नाले डेमोक्रेसी हो, तर दे प्र्याक्टिस डेमोक्रेसी डिफ्रेन्टली होइन। उनीहरूको जुन चाहिँ सिस्टम छ, खोमेनीको एउटा छ, तर यता फेरि प्रेसिडेन्ट पनि छ नि त, डिफ्रेन्ट प्र्याक्टिस भएको छ है। चाइनामा पनि हेर्ने हो भने उनीहरूको त्यो जुन चाहिँ फङ्सनालिटी छ हामीहरूको भन्दा फरक छ। भनेपछि कस्तो हुन्छ भने इफ यु आर अपरेटिङ इन एन सिस्टम, जस्तै यो सिस्टम भयो नि होइन, हार्डवेयर भयो सफ्टवेयर भयो नि, यो त हार्डवेयर र सफ्टवेयरको कमाल हो नि त यो होइन। त्यो सिस्टम अपरेसनमा भाइरस छिरेपछि जसरी कन्ट्रोल गर्न सकिन्छ, इट्स अबाउट कन्ट्रोलिङ न हो, नन अलाइनमा गइसकेपछि कन्ट्रोलिङ न हो। भनेपछि यो कस्तो छ भने हामीहरूको कतिवटा यो सिस्टमहरू यो इन्फेक्ट गर्नलाई नै डिजाइन गरिएको छ कि गेटिङ इट होइन। यो उसमा हामीहरूको यो सफ्टवेयरै करप्ट हुन्छ। त्यो तरिकाबाट हेर्दाखेरि अगेन यो त्यही यो खोमेनीहरूको कुरा गर्दा होइन, उनीहरूले पहिला पनि सद्दामलाई जसरी टपल गरे, उनीहरूले घरिघरि त्यो सिस्टम त्यो तरिकाले एक्जिक्युट गर्दा पहिला चाहिँ त्यो फर्मुला काम लाग्यो। सद्दाम पनि गयो, अनि यता लिबियामा पनि दे वर सक्सेसफुल। अब हेरे लिबियाको फेरि त्यो एकदम इन्ट्रेस्टिङ केस छ कि, लिबिया हेरौँ साउदी अरेबिया हेरौँ, बोथ आर ओइल रिच। गद्दाफी नराम्रो मान्छे, गद्दाफीले स्टेटको भनौँ न आफ्नो इन्कम हुन्थ्यो उसको, त्यो स्टेट इन्कमले उसले न जनतासँग ट्याक्स उठाउनु पर्यो, न के अरे जनतालाई भार बोकाउनु पर्यो। बिहा गऱ्यो, अपार्टमेन्ट दिइदिएछ होइन, यो इन्जोयर लाइफ भनेर भनेको छ। त्यो चाहिँ नराम्रो भयो होइन। लिबिया राम्रो थियो ठाउँ, राम्रो डेभलपमेन्ट थियो, झन्डै आफ्नै करेन्सी सुरु गरिसकेको थियो अफ्रिकन युनियन बनाएर होइन, गोल्ड स्ट्यान्डर्डमा लिएर गएर। ऊ चाहिँ नराम्रो। अनि राम्रो चाहिँ को? साउदी होइन। लिबियामा जस्तो छ र साउदी अरेबियामा छैन नि, बट बोथ आर ओइल रिच
अनि फ्रिडम र डेमोक्रेसीलाई डिफाइन गर्नेहरूले साउदीलाई चाहिँ किन साथ दिन्छ, लिबियालाई चाहिँ किन नराम्रो भन्छ भन्ने कुरा, यो हामीहरूको पर्सपेक्टिभै छ नि, कसरी म्यानिपुलेट गरेर चाहिँ यसबाट देखिँदैन। त्यो पर्सेप्सन पर्सेप्सनको मैले बच्चाहरूलाई पढाउँदाखेरि पर्सेप्सनको दुईवटा स्टेज हुन्छ भन्छु क्या। सुरुको स्टेज इज वाट युर सेन्सेस गिभ टु यु, प्योर र जे छ त्यही, विथआउट नेम्स, विथआउट एनिथिङ। द सेकेन्ड स्टेज इज हाउ योर मेमोरी, हाउ योर दिस माइन्ड सेप्स वाट युर सेन्सेस फिड, होइन, भित्र जे पठाएको छ त्यसलाई कसरी अब इन्टरप्रेट गरिरहेको छ, त्यो इन्टरप्रिटेसन हाम्रो हो कि अरू कसैको हो? यसमा लेटली यसमा एक्चुअली ऊ हेरे पनि हुन्छ है, रियालिटी एक्जिस्ट बियोन्ड आवर भिजन, होइन हो कि हाम्रो यति लिमिटेड होराइजन छ, त्योभन्दा बाहिरको चिजलाई चाहिँ रियल जस्तो गरेर हामीले जब त्यसलाई जस्टिफाई गरेर त्यसलाई रियल हो भनेर हामीले आर्ग्यु गरिरहेको हुन्छौँ, त्यो पर्सेप्सन चाहिँ कहाँबाट आयो? अब त्यो रियालिटी भन्ने कुरालाई यो रियल हो है भनेर भन्नको लागि वी अल्सो ट्राई टु फाइन्ड अरूको भर्जन अफ द्याट सेम रियालिटी नि त। द्याट इज हाउ सोसाइटी वर्क्स, होइन? अब यहाँ के भएको छ भने अहिले विशेष गरी फ्याक्ट चेकिङ भनेर भन्छ नि, यो फ्याक्ट चेकर्स हेभ बिकम रियालिटी मेकर्स, होइन त, हो कि होइन? हो कि होइन? फ्याक्ट चेकरले यो रियल होइन भन्दै नि, यो रियल होइन होइन। अब हामी बच्चा बेलामा कस्तो हुन्थ्यो नि, गुगल भन्ने चिज थिएन, कसले भने तँलाई यो भनेर भने सरले भने भने चाहिँ सक्यो, द्याट वाज इट, अथोरिटी होइन? अब त्यसलाई अहिले अथोरिटेटिभ त हुनु भएन भने फ्याक्ट चेकिङ भनेर राख्यो है। अब यु क्यान चेक, होइन, फिनल्यान्डमा एउटा फ्याक्टबारी भन्ने छ है, उनीहरूले के गर्छ भने रसियन डिसइन्फर्मेसन हो यो भनेर उनीहरूले चेक गरेर हुन्छ क्या, रसियनको केही कुरा आयो कि यो चाहिँ होइन है भनेर भनिदिन्छ। अब त्यसको पछाडि हेऱ्यो भने त्यसलाई कसले गरिरहेछ भने पोइन्टर इन्स्टिच्युट भन्नेले गरिरहेछ है। त्यो पोइन्टर इन्स्टिच्युटको पछाडि के अरे को छ उनीहरूको फन्डर भनेर हेऱ्यो भने उनीहरूको इन्टेलिजेन्स एजेन्सी जब 80s चेन्ज भयो, होइन, त्यो चेन्ज चाहिँ कस्तो भयो भने इन्टेलिजेन्स एजेन्सीको बढी यो यिनीहरूले यो रेजिम चेन्जेसहरू गरिसकेपछि उनीहरू अहिले त्यसलाई डिस्गाइज गर्यो, त्यो प्र्याक्टिस डेमोक्रेसी भनेर उनीहरूले फन्डिङ गरिदिरहेको हुन्छ। अब उनीहरूको त्यो जो एजेन्सी बनायो त्यो एजेन्सीको एउटा मान्छेले एउटा आर्टिकल 2-3वटा आर्टिकल छ, त्यसमा के भन्छ भने पहिला इन्टेलिजेन्स एजेन्सीले जे काम ओभर्टली गर्थ्यो या कोभर्टली गर्थ्यो, हामी त्यो चिज ओभर्टली गर्ने हो, एउटै हो भनेर भन्छ। त्यसमा त मेम्बरहरू पनि त पूर्व सेनेटका मान्छेहरू हुने रहेछन् नि त। अब भनेपछि इन्टेलिजेन्स एजेन्सीले भन्छ कि यो रियल के हो अनरियल के हो भनेर। त्यो 1965 तिर एउटा एक्सपेरिमेन्ट गरेको थियो अरे क्या, अमेरिकाको एउटा कुनै ठाउँमा, होइन, सिनेमा हलमा मान्छे सिनेमा हेर्न आउँछ, त्यो फ्र्याक्सन अफ सेकेन्ड हुन्छ नि त त्यो रिल त, होइन, त्यो रिलको त्यो फ्र्याक्सन अफ सेकेन्डभित्र अलिअलि कुनै कुनै ठाउँमा चाहिँ इट पपकर्न ड्रिङ्क कोका कोला भनेर लेखिदिएको अरे क्या। भनेको मेरो भिजिबल आईले त्यसलाई हेर्न सक्दैन, फ्याट समाउन सक्दैन, किनभने त्यो एक्सट्रिमली फास्ट हुन्छ नि त मुभिङ त्यो सिनेमा त। तर त्यो भित्रको त्यो रिलमा बसेको कुरा मेरो सबकन्सियसले चाहिँ टिप्छ, होइन। अनि के भयो अरे त भन्दाखेरि त्यो पर्टिकुलर ठाउँमा पपकर्न र कोकको एकदम बढ्यो अरे क्या सेल्स सिनेमा हलमा, होइन। अनि हामी सिनेमा हेर्दाखेरि मकै खानुपर्ने कुरा पनि म्यानिपुलेटेड हुने रहेछ नि त, हुन सक्ने रहेछ नि त, होइन। त्यो एक्सपेरिमेन्टले त त्यो देखायो। त्यो भने हाउ इजिली आर वी म्यानिपुलेटेड इन्टु बिलिभिङ समथिङ इज रियल के अर समथिङ इज फल्स। म त चाहिँ के भन्छु नि, हामी यो अल्टर्ड रियालिटीमा त बाँचिरहेको छैनौँ जस्तो लाग्छ कि। रियालिटी नै अल्टर्ड हो यो, होइन। इट वाज सपोज टु बी समथिङ। अल्टर गर्न मिल्ने भयो रियालिटी,
अब यो हुन्छ नि जस्तै अब मुन ल्यान्डिङ नै फेक हो भनेर भन्न खोजिरहेछ होइन। अब त्यो भिडियो हेर्दा देखिन्छ पनि फेरि, भनेपछि त्यति बेलादेखि नै यो ठुल्ठुलो चिजहरूमा धेरै चिज अल्टर गरेर हुन्छ। वाट वी बिलिभ माइट बी रङ, माइट नट बी ट्रु, माइट नट बी रियल। देन वाट आर आइडियाज? त्यसो भए आइडिया के हो त? जुन अघि नै मैले दाइलाई सोधेको थिएँ नि, आइडिया माइट बी टु अल्टर, हाउ टु अल्टर। इफ आई क्यान अल्टर योर रियालिटी होइन, आई क्यान यो म्यानिपुलेट यु भन्ने भयो क्या। समाजवाद उन्मुख भने के हो त त्यसो भए? त्यही भने त अल्टर्ड रियालिटी। अब त्यस्तो सिम्पली हुन्छ नि। मेरो क्वेसन है एकचोटि यस्तै अलिक डिस्टिङ्ग्विस्ड गेस्टहरूसँग एउटा इन्टरेक्सनमा मैले भनेको थिएँ कि यो संविधानको मैले फर्स्ट त्यो प्रस्तावना पढेपछि नै मैले संविधान पढ्न छोडेँ होइन। दिस इज नट वर्केबल भन्नेमा प्रस्तावनामा लेखेको छ समाजवाद उन्मुख, अनि काम गरेको छ क्रोनिक क्यापिटलिजममा। अब क्रोनिक क्यापिटलिजमले समाजवाद उन्मुख समाज कसरी बनाउँछ, देश कसरी बनाउँछ भन्ने मेरो प्रश्न कि फङ्सनै हुँदैन यो। अब अल्टरली त्यही भयो नि त। अब माथि के भनेर राखेको थियो, समाजवाद उन्मुख भनेर सबैजना दङ्ग होइन। अनि जुन चाहिँ मेन कोर हो क्रोनिक क्यापिटलिजम त्यो चाहिँ राखेन भनेपछि हामी अल्टर्ड संविधानमा छैनौँ त। यो अल्टर्ड रियालिटी हो संविधानमा। मेन वर्किङ अब क्रोनिक क्यापिटलिजम सिस्टम जुन चाहिँ अप्नाएको छ त्यसले समाजवाद उन्मुख समाज बनाउँछ। क्यापिटलिजम भनेर कस्तो भने क्यापिटल पैसा भएन, अनि पैसा त बजारमा के हुन्छ, रिभल्भ गर्छ, एउटा मोसनमा चल्छ, स्पिन हुन्छ होइन। अब फिजिकली हेर्ने हो भने यसलाई पनि स्पिन गर्न थाल्यो भने यसरी बिचमा एउटा त सेन्ट्रिफ्युज आउँछ नि त, बिचमा कन्सन्ट्रेट भएर आउँछ भनेपछि वेल्थ पनि बिस्तारै 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 घुमेर अहिले फ्युको हातमा मात्रै भएको के हो त, यहाँको मात्रै नगरौँ, यो संसारकै वेल्थ। दुईवटा कम्पनीले लगभग भनौँ न लगभग 25-30 ट्रिलियन जस्तोको उनीहरूको कन्ट्रोल छ दुईवटा कम्पनीमा। संसारमा पनि त्यही छ, यहाँ पनि त्यही हो नि त। यहाँ पनि फ्युमा यो कन्सन्ट्रेटेड भएर गएको छ। अनि पैसाको अर्को प्रिन्सिपल के हो, मनी अट्र्याक्ट्स मनी। भेरियस प्रिन्सिपल्सहरू हुन्छ नि त। भनेपछि उसले त जहिले पनि सबै तानेर आफूतिर लिएर आइरहेको छ भने त्यो सिस्टमले चाहिँ समाजवाद कसरी बन्छ भन्ने कुरा गर्छ। अब प्रोबाब्ली मनी नट ओन्ली अट्र्याक्ट्स मनी बट अल्सो द पर्सन हु इज ट्राइङ टु कन्ट्रोल इट होइन। अनि त्यो हिसाबले हेर्दाखेरि त त्यो जुन कन्सन्ट्रेसन छ नि मनीको, प्रोबाब्ली द्याट इज द प्रब्लम नट लेटिङ अस बी इन त्यो समाजवादको कन्सेप्ट के। किनभने समाजवाद त एउटा यस्तो स्टेट हो जहाँ पुगेर म ढुक्क हुन पाउनुपर्छ नि त समाजवाद भनेको त। त्यही भएर त त्यसलाई आइडियलिस्टिक कन्सेप्ट भन्छ। यु क्यानट रिच इट भनेर भन्छ नि त। तिमी पुग्ने कसरी पुग्छौ जब कि तिम्रो सोसाइटी नै क्रोनी क्यापिटलिजमले चलाइरहेको छ भने समाजवाद त तिम्रो लागि आइडियलिजम मात्र भएन र। अनि त्यो त्यस्तो आइडियलिस्टिक कन्सेप्टमा पनि तिमी बिलिभ गरेर त्यतातिर जान्छु भनेर डिरेक्टेड भएर हुन्छ र भनेर पनि क्रिटिसाइज गरिन्छ समाजवादलाई। त्यो प्रोबाब्ली यो यस्तो टाइट भएर फुट्न मात्र बाँकी हो कि त्यो कन्सन्ट्रेटेड वेल्थ चाहिँ? मलाई चाहिँ के लाग्छ भने त्यो फुट्न भनेको चाहिँ अलिक गाह्रो चिज हो। यो एन्ड स्टेट त्यो होला होइन, तर हुनसक्ने पोसिबिलिटी चाहिँ म एकदम कम देख्छु कि। किन भनेपछि मान्छे भने फेरि एकदमै लोभी हुन्छ। कलियुग होइन। अब त्यो धनको लोभले गर्दाखेरि त्यो फुटाउन खोजेको मान्छे होइन को ट्याग कति हो त, प्राइस ट्याग भन्ने कुरा आउँछ। उसको पावर के छ होइन। त्यो भएकोले कस्तो हुन्छ भने मलाई जहाँसम्म लाग्छ यो स्टेट भने चाहिँ कस्तो हुनुपर्छ भने इट हेज टु बी फर नभने इट मस्ट अकोमोडेट
भेरियस आइडियोलोजी टेलर्ड इन्टु त्यो देशको नेसेसिटी, हाम्रो नेसेसिटी के हो भन्ने भयो। अब कहिलेकाहीँ कस्तो लाग्छ भने बेस्ट वे टु डेभलप कम्युन, हाम्रो कम्युनिटीहरू, वी हेभ गट भेरियस कम्युनिटी भनौँ न, जस्तै जोग्राफिकली हामीले डिफाइन गर्ने हो भने हामीहरूको हिमाल पहाड तराई, अब त्यो कम्युनिटीलाई त्यहाँको रिसोर्सेसहरू, हर्ब्सदेखि लिएर हुन्छ नि त्यहाँको रिसोर्सेसहरू कम्युनल डेभलपमेन्टमा लिएर गयो भने त्यो कम्युनिटीको अपलिफ्टमेन्टको कुरा हुन्छ। हाउ टु यो कस्तो नि यो सबैको एउटा अपलिफ्टमेन्ट हुनुपर्ने रहेछ कि क्यापिटलिजममा चाहिँ ह्याभ र ह्याभ नटको ठुलै उ भयो होइन, त्यसले गर्दाखेरि यो जस्टिफाई हुँदैन। भनेपछि यो ह्याभ र ह्याभ नटको बिचको यो दूरी त कम गर्नुपर्ने भयो नि त। भनेपछि त्यो एज इन त्यो कम्युनिटीलाई अपलिफ्ट गर्नलाई चाहिँ हामीले त्यो ठाउँमा कम्युनल प्रोजेक्ट्सहरू गर्न सक्छौँ है। जस्तै डु यु रिमेम्बर यो 2018-19 जस्तो लाग्छ यो फास्ट ट्र्याक खोल्ने कुरा भएको थियो नि है। त्यो फास्ट ट्र्याक खोल्ने कुरा हुँदाखेरि यहाँ ठुलो विरोध भयो के को भनेपछि टन्न रुख काट्न लाग्यो। अब त्यहाँ डेभलपमेन्ट पनि चाहिएको छ, अब त्यो ब्याटल क्याजुअलिटिजहरू हुन्छ, तर त्यसलाई चाहिँ के गर्ने त, अब डेभलपै नगर्ने, त्यो ट्र्याक नखोल्ने भन्ने कुरा हुन्छ। हामीहरूलाई चाहिन्छ पनि फेरि त्यो चिजलाई चाहिँ हामीले कसरी यसलाई भनौँ न कम्प्रोमाइज नगरिकन इक्वली बेनिफिट हुने, इकोलोजिकली इक्वली बेनिफिट हुने गरिकन त्यसलाई हामीले कसरी वर्केबल बनाउन सक्छौँ भन्ने कुरा आयो। सबैजना विरोध गर्दा मैले के भने, हेर नेपाली सेनाले काट्न लाग्यो भने 1/5 रोप्ने भने होइन, यसो सोचेँ अब रोप्नु नै छ भने अब त्यहाँ झन्डै कति 1 लाख कतिवटा रुख जस्तो काट्ने कुरा थियो नि त त्यति बेला होइन। 5-6 लाखबाट त रुख काट्ने भयो कि 5-6 लाखबाट त रोप्ने भयो यिनीहरूले। मैले चाहिँ के भने नि 5 लाख 6 लाखमा 1 लाखबाट गोर्खामा गएर जुन चाहिँ हामीहरूको जुन चाहिँ सुन्तला हुन्छ नि, हामीलाई त सुन्तला भने त गोर्खाको सुन्तला हो नि त, त्यो अर्कै छ नि पक्क परेको होइन। कम्युनिटी फरेस्ट्री प्रोग्राम भने हामीहरूको सबैभन्दा सक्सेसफुल प्रोजेक्ट भनेर भन्छ होइन। त्यो कम्युनिटी त त्यो जङ्गलमा जान्छ स्याउला लिनलाई, भोलि गएर उसले सुन्तला पनि टिपेर ल्याउन सक्यो भने के होइन। उसले र मटेरियल टिपेर ल्यायो, त्यसपछि उसले त्यो कम्युनिटीमा भएको एउटा जुन चाहिँ प्रोसेसिङ हुन्छ त्यसबाट त त्यस डाइभर्सिफाई गर्न मिल्यो नि त। हामीहरूले जाम बनाउनेदेखि लिएर होइन, त्यसलाई ड्राई गर्नेदेखि लिएर भेरियस यो डाउनस्ट्रिम अपर्च्युनिटिजहरू खोल्छ। तर त्यहाँ त फेरि कम्युनिटी भइसकेपछि उसले त उसको रोजगारी उसको नै त्यहाँ भइसकेपछि उसले त राम्रो टेक केयर गर्छ नि त। हामीले त्यसलाई त गाडै गरेर बस्नुपर्छ भन्ने छैन, उसले त राम्ररी हेरिदिन्छ, आफूलाई आफ्नो जीविका चल्ने भइसक्यो, उसकै ठाउँ भयो भने। मैले त्यसपछि के गरेँ भने ल यो ठाउँमा यो खालको चाहिँ हुने रहेछ, 5 लाखबाट रोप्ने भने चाहिँ हामी एकचोटि रिक्वेस्ट गरौँ आर्मीलाई गएर यो फलफुलको बोट रोपिदिनु पऱ्यो। अब आवागाडै भनौँ न, राम्रो इन्कम हुन्छ नि होइन। त्यो गर्न सक्यो भने यहाँहरूले अब जसले जे अब बोट रोप्न लाग्नु भएको छ त्यसलाई चाहिँ नरोपिकन हामीले चाहिँ यो मोर प्रडक्ट फ्रेन्डली अरू प्रडक्ट निकाल्न मिल्ने त्यो खालको बोटहरू रोपौँ भनेर गएको। विकास निर्माणमा गयौँ, प्रपोजल पनि दियौँ हामीले, यस्तो गरिदिनु पर्ला भनेर। त्यति बेलाको सांसदले बोकेर गएको है, मैले फेरि विवेकशील साझामा हुँदा अहिले मन्त्री हुनुहुन्छ, यो प्रोजेक्ट टेकअप गर्नुभयो भने राम्रो, उहाँले सम्झिनु भएको छ होला, आफ्नै भाइ पनि पर्ने है। अनि त्यहाँ जाँदा 1/25 रोप्ने रहेछ भने झन् राम्रो है। त्यो भने त
रबरको पहिला गोरखकाली रबर उद्योगलाई चाहिने त्यो स्यापहरू त त्यहाँबाट निकाल्न मिल्यो नि त, होइन? हामीहरूको प्रब्लम के छ भने हामीहरूकोमा र मटेरियल के उपलब्ध गराउन सकिन्छ त्यसबाट इन्डस्ट्री निकाल्नु पर्यो, होइन? अब अस्ति हेटौँडा कपडा उद्योग खोल्ने कुरा गरे, महेन्द्र सरकारको भिजन त्यसमा लिमिटेसन थिएन कि। जस्तै विराटनगर जुट मिल भयो, विराटनगर जुट मिलको लागि जुट त त्यही खेती हुन्थ्यो नि त। भनेपछि त्यो एन्टायर इकोसिस्टम के भयो भने कटन फार्मिङबाट यता उसमा बुटल स्पिनिङ मिलबाट हेटौँडा कपडा उद्योग हो नि त। त्यो एन्टायर इकोसिस्टममा त्यहाँ हुने भइसकेपछि त पपुलेसन चाहियो, माथि पाहाडबाट पपुलेसन तल झार्यो, त्यो पपुलेसन तल ल्याइसकेपछि उनीहरूलाई त्यहाँ जब अपर्च्युनिटी भयो, उसले त्यो जब गर्ने साथ इकोसिस्टम अर्को एउटा डेभलप भयो, त्यसले त्यो इकोसिस्टमले इकोनोमीलाई इकोनोमिक डिभिडेन्ड दिने भयो। त्यो बिगर पिक्चरमा यो कसरी काम गर्ने, त्यो पोलिसी बनाउने भनेर भन्छ नि, हामी गएर हाउ टु देश विकास भने चाहिँ पोलिसी बनाउने भनेर, सिभिलाइजेसन कसरी बनाउने भन्ने कुरो, कसरी डेभलप, एज अफ एम्पायर्स कसरी खेल्ने, एक्ज्याक्टली। अब यो कस्तो भयो भने त्यो बिगर पिक्चर चाहिँ देखिनुपर्छ कि। त्यो बिगर पिक्चर देखिनको लागि मैले अहिले भर्खर पढाइसकेँ, डिग्री लिएँ। इज द्याट इनफ कि आई हेभ टु मतलब ड्राउन इन इट? होइन, मलाई के लाग्छ भने अब एक्सपिरियन्स एउटा हो, होइन? नर्मली म के देख्छु भने आजकलको भाइ बहिनीहरूमा जब त्यो डिग्री पाउँछ म नलेजेबल भएँ भन्ने एउटा अहमता आउँछ कि, अहमता, होइन? तर त्यो जब गएर उसले फर्स्ट डे अफिस जोइन गर्छ त्यति बेलै निस्किन्छ कि, जस्तै कतिवटा ब्याङ्कमा हामी देख्छौँ नि इन्टर्नसिप गर्न गएर बिचराहरू त्यो ब्याङ्कको कामभन्दा फाइल मिलाउने फोटोकपी गर्ने त्यतातिर हुन्छ नि त, त्यो टाइम लाग्छ कि। नै अहिलेको जुन न्यू पोलिटिक्समा यो वेमा सिफ्ट भएको छ नेपाल, योभन्दा अगाडिको जुन ओल्ड पोलिटिक्सको वेभ थियो, त्यो ओल्ड पोलिटिक्समा अब एडुकेसन त धेरैजनाको राम्रो थियो, होइन? अब कसैको रेयर इन्स्टान्समा छाड्दिउँ होला, तर त्यो लिडरसिप पोजिसनमा पुगेको एडुकेसन डिग्री नभए पनि त्यो रियल वर्ल्ड एडुकेसन भनौँ न, अवेरनेस भनौँ न, रियलाइजेसन भनौँ न, त्यो थियो होला। त्यो हुँदै पनि why did their experience of what they have understood, realized, होइन, why did they had to मतलब त्यसलाई डाउनग्रेड गरेर त्यसलाई नचलाउनु, त्यसलाई युज गरेर देशलाई डेभलप नगर्नु, किन? वाइ? मतलब मलाई चाहिँ केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा, जे नाम भनौँ, होइन, 10वटा 20वटा जतिजनाको नाम लिउँ, 100वटाको नाम लिउँ, वाइ डिड दे फेल? अब त्यो फेलियर हुन्छ नि, हामीहरूको धेरैवटा त्यो इन्सिडेन्ट भनौँ अथवा के भनौँ न, यो इभेन्ट्सहरू भनौँ, होइन? त्यसले गर्दाखेरि चाहिँ मलाई के लाग्छ भने त्यो चिजहरू उनीहरूको कन्ट्रोलमै छैन कि। त्यसो भए हाउ आर वी सपोज टु मतलब ट्रस्ट द न्यू सिस्टम इन प्लेस? मतलब हामीले भोट दिएर ल्यायौँ होला, होइन, तर हाउ डु वी ट्रस्ट देम टु नट डु समथिङ डिफरेन्ट? म एउटा इन्ट्रेस्टिङ मिटिङको बारे भन्छु है। त्यो योभन्दा अगाडिको इलेक्सनमा मलाई अब प्रपोज गरेँ यहाँबाट यो पार्टीबाट उठ्नु भनेर, होइन? मेरो लगभग 3 घन्टाको मिटिङ भयो। आफू त विवेकशीलबाट वाक्क लगाएर पार्टी भने के देखिसकेपछि त्यो मिटिङमा मैले के भने यदि तपाईँहरूले, होइन, पार्टीभित्र हु इज बेटर देन हु भनेर छुट्याउने एउटा सिस्टम हुँदैन भनेपछि तपाईँहरू पनि भोलि गएर त्यस्तै पार्टी बन्नुहुन्छ। यहाँ समस्या के छ भने यो पार्टी सिस्टममा, होइन,
पुरानो पार्टी होस्, नयाँ पार्टी होस्, अब आउने पार्टी होस्, फङ्सनालिटी चेन्ज भएन भने त्यसबाट आउटकम हामीले सोचेको जस्तो पहिलाको जस्तो हो त्यस्तै नहोस् भनेर त्यहाँभित्र चाहिँ के उ छ के अरू एडिसनल मेकानिजम छ जसले चाहिँ ग्यारेन्टी गर्छ पहिला जे रिजल्ट आएको थियो त्यही रिजल्ट आउँछ भन्ने आउँदैन भनौँ न। मापदण्ड के हो? हु इज बेटर देन हु भनेर छुट्याउने कसरी ल? अब भित्र चाहिँ उनीहरूको इन्टरनल इलेक्सन भयो अरे के आधारमा हुन्छ? विषय एउटै छ, पिएचडी गरेछ, कसरी छुट्याउने बेटर होइन? अब जसले चाहिँ राम्रो त्यो ऊ यो सेल गर्न सक्छ बोलेर ऊ हुने भयो कि त्यहाँ, तर उसले के काम पर्फर्म त गरे हुनु पर्यो नि त होइन? प्र्याक्टिकली गरे हुनु पर्यो, यो बोलेर भएन भनेपछि त्यो चिज चाहिँ कसरी गराउने त पार्टीमा? जबसम्म यो पार्टीहरू सुध्रिँदैन नि तबसम्म त खास क्वारेन्टिनमा राख्नुपर्ने हुन्छ पार्टी सिस्टमलाई। मैले है अब यहाँ चाहिँ कस्तो छ नि, पार्टी भएन भने चाहिँ डेमोक्रेसी छैन भनिदिन्छ फेरि। मल्टी पार्टी होइन 100 वटा भए राम्रो। अघि मैले भने नि राष्ट्र पञ्चायतको चुनावमा त्यो सर्टेन यो स्नातक ब्याचलर्स गरिसकेकोहरूको सेपरेट सिट हुन्थ्यो। त्यसको चुनावमा ब्याचलर्स पास गरेकोले सबैजना होइन है, फेरि सर्टेन सिट्समा चाहिँ ब्याचलर्स गरेकोहरू मात्रै उठ्न पाउने। त्यति बेलाको ब्याचलर्स है, अहिले फेरि ब्याचलर्स भनेर त भ्याल्यु नभइसक्यो। ट्रिपल मास्टर्स 4 वटा पिएचडी होइन। फेरि मलाई पिएचडी भनेपछि मलाई अब जस्तै आफूले त मास्टर्सै गर्न नसक्ने अवस्थामा छु होइन। पिएचडी भनेर त त्यो पुग्दैन जस्तो लाग्छ मलाई होइन। अगाडि राख्नलाई डक्टर लेख्नलाई धेरैजना रिसाउला होइन। मैले कोहीसँग इन्टरेक्ट गर्छु होइन, अब नरिसाउनु त्यसमा होइन। म चाहिँ त्यो लास्टमा आएपछि पिएचडीले त अचल म पर्मानेन्ट हेड ड्यामेज हुन्छ कि सक्यो होइन। सबै मलाई थाहा छ, सबै यही हो भन्नेमा पुगिरहेको हुन्छ, ज्ञान समाप्त। त्यो आफ्नो नलेजको लिमिटेसन राखिरहेछ कि उनीहरूले। नलेज भने त यति भास्ट छ होइन, किन लिमिटेसन राखिरहेछौ त्यो होइन? लिमिटेसन त तिम्रो मात्रै हुन्छ होइन। अब त्यो भएकोले हुन्छ नि यो त्यो 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 पञ्चायत सिस्टममा भनौँ न भोटिङ त हुन्थ्यो होइन, छान्नै नपाउने त होइन नि त। किन यो त सिस्टम, यो हामीहरूको अवस्थामा कुन खालको सिस्टम काम गर्छ है भनेर त हेर्नु पऱ्यो नि होइन। जस्तै मेरो यो फोनमा भएको जुन चाहिँ फर्मवेयर छ, त्यो फर्मवेयरलाई लिएर मैले 2015 को एन्ड्रोइड फोनमा लगेर राखेँ भने त्यो एन्ड्रोइड फोन चल्छ? फुल्छ होला होइन, चल्दैन नि। हार्डवेयर र सफ्टवेयर भनेर त कम्प्याटेबल हुनु पऱ्यो नि त होइन। हामीहरूको हार्डवेयर र सफ्टवेयर कम्प्याटेबल छैन भनेपछि कुन चाहिँ चिज कस्तो चाहिँ कम्प्याटेबल हुन्छ भनेर त हेर्नु पऱ्यो नि। यो कम्प्याटेबिलिटीको कुरा गर्दाखेरि कन्स्टिट्युसनलिजम भन, डेमोक्रेसी भन, कम्युनिजम भन, जे भन होइन, जेसुकै तिमी नाम देऊ, थियरी जस्तो सुकै थियरीको तिमीले नाम लिऊ, सबै आगन्तुक थियरिजहरू छन् कि नेपालमा। मेरो विचारमा चाहिँ आगन्तुक बाहिरबाट ल्याइएका होइन गेस्ट। हाम्रो फिलोसफी चाहिँ के हो त? जबकि हाम्रो एउटा जुन ल्याङ्ग्वेजको बेसिस थियो संस्कृत, त्यो नै एउटा पोइन्टमा मारियो यो देशमा। मेरो लागि त मारिएकै हो, किनभने मलाई आउँदैन बोल्न होइन, मलाई नै त्यो पढ्न पनि आउँदैन। त्यसको इम्प्याक्ट के भोगेको छ हाम्रो देशले, र त्यो किन चाहिँ गराइयो होला? त्यस्तो त्यो डेलिबरेट थिएन होला, केही न केही एजेन्डा फुलफिल गर्नको लागि। भनौँ न सिभिलाइजेसनको एउटा महत्त्वपूर्ण एउटा कम्पोनेन्ट भने ल्याङ्ग्वेज र स्क्रिप्चरहरू हुन्छ नि, सिम्बल्स कम्युनिकेसनको लागि सिभिलाइजेसन सक्सेसफुल हुनलाई होइन, त्यो अगाडि लिएर जानलाई। अब
त्यो संस्कृतको त्यो जुन चिज छ त्यसको महत्त्व हामीभन्दा फार मोर एडभान्स्ड भने अस्ति त्यो मैले एलोराज केफको भने नि होइन त्यति बेलाको अवस्थादेखि छ भने त्यो त्यति एडभान्स सिभिलाइजेसनको बेलादेखि रहेको त्यो हामीहरूको स्क्रिप्टहरू भयो होइन हामीहरूको ल्याङ्ग्वेजहरू भयो अब त्यो टेक्नोलोजिकल एडभान्समेन्ट अझ हामीले प्राप्त गर्न सकेको छैनौँ जसरी एउटा अब त्यत्रो ठुलो ढुङ्गामा भनौँ न यसरी माथिबाट खोपेर लिएर गएर सबैभन्दा स्ट्रेन्ज के छ भने त्यो त खोपे उनीहरूले होइन त्यहाँबाट त ढुङ्गा निस्किन्छ नि त त्यो ढुङ्गा त नजिकै कहीँ भेट्नु पऱ्यो नि त्यो भेट्दैन कि यहाँको बुढा नीलकण्ठको मूर्ति होइन त्यति बेलाको एडभान्समेन्ट जुन चाहिँ त्यो सिभिलाइजेसन छ त्यति बेलादेखिको त्यो खतरा त्यो एउटा कम्पोनेन्ट हो नि त संस्कृत होइन ल्याङ्ग्वेज हो मिन्स अफ कम्युनिकेसन भयो नि होइन मिन्स अफ कम्युनिकेसनलाई अब्रप्टली बन्द गरिदियो भने त्यो सिभिलाइजेसन एडभान्स हुन सक्दैन त्यो त मर्यो अब हेर है मलाई के लाग्छ भने आज जसरी हामीहरू वेस्टर्न यो थट्सबाट है हामीहरूको मिस्टेक के भयो भने हामी वेस्टर्नाइज भयौँ तर त्यो वेस्टर्नाइज भएकोलाई वे थिङ्किङ हामी चाहिँ मोडर्नाइज भयौँ भनेर सोचिरहेछौँ कि हामी हुनुपर्ने चाहिँ हामीहरूको कल्चरबाटै हामीहरूको सिभिलाइजेसनबाट चाहिँ मोडर्नाइज हुँदै जानुपर्ने त्यो चिजलाई मोडर्नाइज गर्नुपर्ने तर वेस्टर्नाइजेसनलाई चाहिँ हामीले मोडर्नाइजेसन सम्झिरहेछौँ जस्तो लाग्छ मलाई मेरो विचारमा होइन 1960sतिर जब त्यो हिप्पी रेभोल्युसन सुरु भयो नि त्यहाँको त्यो हिप्पी रेभोल्युसनलाई जसरी यो हावा लफङ्गा भनेर भन्थ्यो नि त्यो एउटा विद्रोह थियो कि अमेरिकी समाजको एउटा विद्रोह थियो त्यो उनीहरूले के भन्थे भने यो लाइफ यसरी बाँच्ने होइन अनि त्यो 60sको त्यो हुनको कारण के थियो भने वर्ल्ड वार 2 सिद्धिएको त्यसपछि कोरियन वार भएको भियतनाम वार भएको हुन्छ नि उनीहरू त वार मात्रै गरेर बसिरहेको थियो उनीहरू त्यो एउटा देश जब वारमा जान्छ त्यहाँको जनतामा त्यो कस्तो असर पर्छ उनीहरूको साइकोलोजिकल उसमा ट्रमाटिक पोस्ट ट्रमाटिक यो सिन्ड्रोमहरू देखिन्छ नि त्यसबाट उनीहरू निस्किया हो कि दिस इज नट द वे टु लिभ अनि उनीहरू त्यो अर्को लाइफ खोज्दै खोज्दै यो अफगानिस्तान हुँदै इरान हुँदै घुम्दै गएर हामीहरूको यो प्रान्तमा आइपुग्यो है यहाँबाट त जानु मानेन यहाँ रमाइलो लाग्यो अब उता उनीहरूको लाइफ हेऱ्यो नि बिहान चट्ट उठ्यो त्यो क्यापिटलिजमले त्यो पैसाले तानिसक्यो नि त उता हुर्दौडा छ त्यहाँ गाडी छ सुख छ सबै छ वेलकम टु द मसिन तर त्यहाँ मान्छेको सुखी छैन सुख हुनु र सुखी हुनु इज अ डिफ्रेन्ट थिङ होइन यहाँ उनीहरूले के देखे नि लाइफ त चल्ने रहेछ त आनन्द छ हामीहरूको त्यति बेला कस्तो हुन्थ्यो काठमाडौँ हामी बच्चा बेलामै अझै त्यो त अझै चेन्ज भइसक्यो स्लो छ सबैसँग मिलाएको छ बसेको छ लाइभलीहुड चलिरहेछ एउटा छ होइन त्यो चाहिँ ऊ हेर त्यहाँ गाडी कुदाएको छ भने दङ्ग पर्थ्यो तर त्यो इन्टर्नल र इटर्नल पिस भन्ने हुन्छ नि इन्टर्नल अनि इटर्नल डिफ्रेन्ट चिज हो नि त होइन यहाँ आइसकेपछि तिनीहरू यहाँ रमाउन थाले कि अनि यहाँ बस्दै गइसकेपछि मलाई जहाँसम्म लाग्छ उनीहरूको डाइमेन्सन अलिकति चेन्ज भयो कि जब यो मेडिटेसन उतिर जान्छ नि है त्यो पर्सपेक्टिभ एउटा डाइमेन्सन त्यो छुट्टै डाइमेन्सन हो नि त उनीहरूको जुन चाहिँ कल्चर छ होइन त्यो कल्चरमा यो स्पिरिचुअल डाइमेन्सन म देख्दिनँ कि जति हामीहरूमा छ स्पिरिचुअलिटीको कुरा हामीहरूको सिभिलाइजेसन त अब रामायण र महाभारत जस्तो स्टोरिज छन् त हाम्रो सिभिलाइजेसनमा त र त्यो सिभिलाइजेसन त्यो स्टोरिजहरू हेर्ने हो भने अब भगवान सगवान के वर्सिप यताउता पूजा सुजाको कुरा छुट्याउने हो भने यु सी अ सिभिलाइजेसन द्याट वाज
एक्सेप्सनली एडभान्स्ड उम्, है, एक्सेप्सनली एडभान्स्ड। उनीहरूले स्टेट क्राफ्ट जानेका थिए, कौटिल्यको अर्थशास्त्र हेरौँ होइन, विदुर नीति हेरौँ महाभारतमा, उनीहरूले वारको विटनेसको कन्सेप्ट शुद्ध उनीहरूलाई थाहा थियो होइन। बाब्रविकको कुरा, हाम्रो किराँतको राजा यलम्बरको कुरा महाभारतमा, यो सबै हेर्ने हो भने वी वेयर प्रोबेबली फार मोर एडभान्स्ड Exactly. मिलेनियर्स अगो होइन, हजारौँ वर्ष अगाडि वी वेयर भेरी एडभान्स्ड। हाम्रो एउटा साथी कुञ्जन शाहले भर्खर एउटा किताब रिलिज गर्यो कि मीमांसा भन्ने, उसको स्टडी चाहिँ हाम्रो एन्सेन्ट सिभिलाइजेसन कतिको एडभान्स थियो भन्ने कुरामा उसले स्टडी गरेर बुक निकालेको छ होइन। त्यो बुकमा एक्जाम्पलमा बुढा नीलकण्ठको स्ट्याच्यु पनि छ। बुढा नीलकण्ठको स्ट्याच्यु इज सो हेभी, काठमाडौँको भालीभित्र पाउने कुरो पनि होइन, बाहिरबाट लिएर आउनुपर्ने कुरा हो। र त्यो जुन ढुङ्गा छ त्यो ढुङ्गालाई त्यसरी त्यस्तो ब्युटिफुल सेपमा कुद्नको लागि यदि आज पनि सक्दैन होला। आज पनि सक्दैन होला प्रोबेबली, र त्यो कसले बनाएको हामीलाई थाहा नै छैन है। हजारौँ वर्ष अगाडि हो कि लाखौँ वर्ष अगाडिको हो थाहा नै छैन हामीलाई। त्यो अर्थमा हेर्ने हो भने वी न्यू, हाम्रो सिभिलाइजेसन अन्डरस्टुड होइन। अनि प्रोबेबली द्याट अन्डरस्ट्यान्डिङ मेड पिपल सिम्पल के, प्रोबेबली हम्बल होइन, सिम्प्लिसिटी। त्यो सिम्प्लिसिटी वेस्टर्न हेमिस्फियरले चाखेकै थिएन। र इन्डिया आइसकेपछि होइन, यो भूभागमा आइसकेपछि दे अन्डरस्टुड हाउ सिम्पल लाइफ क्यान बी है। यु डोन्ट ह्याभ टु ह्याभ केओस इन लाइफ होइन, एकदम कन्फ्लिक्ट, झै झगडा, मार काट, धाड धुड, ढिसुम ढिसुम सबै चाहिँदैन रहेछ होइन। काउबोयहरू भएर त्यो बन्दुक सन्दुक हान्ने चाहिँदैन रहेछ। लाइफ क्यान बी सिम्पल नि त। सो प्रोबेबली द्याट वाज अल्सो समथिङ द्याट थ्रेटन्ड देयर सिभिलाइजेसन। अब थ्रेट चाहिँ कहाँ भयो जस्तो लाग्छ भने मलाई, त्यो पपुलेसन उनीहरूको यहाँ ट्रान्सफर हुन थाल्यो अनि त्यो मास बिस्तारै बढ्दै गयो। अनि त्यो मासको त्यो जुन चाहिँ ऊ छ, त्यो मास कत्रो भनेर कहिले देख्यो भने जब त्यो 1969 मा वुडस्टक फेस्टिभल भयो नि, मोर देन 500,000 कति पुगेको थियो मास है। 2 रात 3 दिन चलेको फेस्टिभल, नट अ सिङ्गल क्राइम वाज कमिटेड देयर, केही भएन। अनि त्यो मासको थिम के थियो भने पिस एन्ड लभ भन्ने थियो। अनि त्यो मास चाहिँ सबैजना फेरि यहाँकोबाट इन्फ्लुएन्स थियो कि। अनि 1994 मा वुडस्टक फेस्टिभल अर्को भयो आफ्टर अ लङ ग्याप। सेम सोसाइटी, सेम कन्ट्री, त्यति बेला पुरा दाङदुङ झगडा सगडा गरे, फाइट गरे, ग्याङ फाइट गरे होइन, बवाल भयो त्यहाँ। 1999 मा त्यसको थर्ड यो रेन्डरेसन भयो होइन। थर्ड टाइम हुँदाखेरि त्यहाँको त्यो अर्गनाइजरहरूले त्यो वुडस्टक फेस्टिभलकोले के भन्छ नि, त्यो सुरु गर्ने साथ वी फेल्ट लाइक वी ओपन्ड अप डोर टु हेल, अब हामी कहिले गर्दैनौँ भनेर होइन। रेपदेखि लिएर मान्छे धरि मरे त्यहाँ, देश त्यही हो, सोसाइटी त्यही हो भनेपछि त्यो सोसियल ट्रान्सफर्मेसन कसरी भयो त? पिसफुलदेखि लिएर उसमा हेलिससम्म पुग्यो है। त्यो जुन चाहिँ पिसफुल थियो नि समाज, त्यो क्राउड, ह्युज क्राउड हो नि त्यो भने त होइन। त्यो क्राउडलाई केले इन्फ्लुएन्स गरिरहेको थियो भने हामीहरूको यो जुन चाहिँ वातावरण छ यहाँको, त्यसले इन्फ्लुएन्स गरिरहेको थियो। यदि त्यो क्राउड ग्रो गर्दै अमेरिका भन्ने देशै आज पिस एन्ड लभ भनेर हिँडेको भए आज संसार जे छ, जुन अवस्थामा छ, विशेष गरी अहिले त्यो अवस्थामा संसार हुन्थ्यो कि हुँदैन थियो? अल्टर्ड रियालिटी होइन। मलाई के लाग्छ भने जस्तै ऊ आएर त यहाँ बसे त्यति बेला, जुनको हामीहरूको यो शास्त्रहरू छ, मेडिटेट गर्नेहरू छ, ल अहिले जति पनि उनीहरूको यो
भनौँ न सोसाइटी छ, मेडिटेसन भन्ने चिज हामीहरूले लिएर नगएको भए त्यो एक्जिस्ट गर्थ्यो, त्यति बेला गर्थ्यो होला। अहिले प्रोभाब्ली अहिलेको सिचुएसन भन्दा हेलेस हुन्थ्यो होला वर्ल्ड, होइन? भनेपछि त्यो मेडिटेसन भन्ने चिजदेखि लिएर यो स्पिरिचुअलिटी भन्ने चिजले के गर्छ भने हामीहरूको यो जुन 2 डाइमेन्सनल यो लाइफ छ, स्पिरिचुअलिटी एक्जिस्ट बियोन्ड यो हाम्रो कन्सियसनेसको कुरा छ नि त यो। भनेपछि त्यसले त्यो डाइमेन्सन अर्को खोलिदिरहेको हो नि त, होइन? अनि 2D देख्ने र 3D देख्ने मान्छेमा त फरक हुन्छ नि त, हुँदैन? हुन्छ। हो, त्यो भएकोले के भयो जस्तो लाग्छ भने मलाई, यदि उनीहरूको सोसाइटी त्यसरी इभल्भ हुँदै गयो भने भोलि गएर उनीहरूलाई आजको परिस्थिति चाहिने रहेछ, यो परिस्थिति चाहिने रहेछ, तर हामीले त्यसरी चेन्ज गरेर लिएर गएको रहेछ भने, होइन, हामी थ्रेट भएन त अनि उनीहरूको लागि। हामीहरूको यो जुन त सिभिलाइजेसन छ, संस्कृतदेखि लिएर हामीहरूको यो धर्मशास्त्रको कुराहरू छ, तान्त्रिज्मको कुराहरू छ, त्यो थ्रेट भएपछि त्यसलाई त सिद्ध्याउनै पऱ्यो नि त। क्रिसमसको सट्टा होली खेल्नु भएछ क्या हो भन्ने भयो क्या तिनीहरूलाई। गठामुगोको सट्टा के अरे यो हलोविन आइदिन्छ, होइन? अनि त्यो चाहिँ मोडर्न भयो भने, वेस्टर्नाइज भएकोलाई हामी मोडर्नाइज भयो सम्झिरहेछौँ। त्यो भएको हुनाले मलाई यो क्यापिटलिस्ट सिस्टम हुन्छ नि नै त्यही हो क्या। यो त्यो अहिले यो वार त सबै चिज त फेरि धनसँगै रिलेटेड हो नि। यो यिनीहरू क्रिस्चियन कि क्यापिटलिस्ट? जस्तै यदि क्रिस्चियनिटीकै कुरा गर्ने हो भने क्रिस्चियनिटी इज अ भेरी प्रोफाउन्ड रिलिजन के, होइन? क्रिस्चियनिटी यदि बाइबल हामी पढ्छौँ भने त्यसमा पनि स्पिरिचुअल कन्सेप्टहरू छ, होइन? देयर इज, तर किन प्र्याक्टिस गर्दैन भन्ने कुरा हो। त्यसैले मेरो क्वेसन, आर दे क्रिस्चियन्स अर आर दे क्यापिटलिस्ट जसले चाहिँ यो संसार चलाइरहेको छ? इट कुड हेभ बिन भन्नाले कस्तो लाग्छ भने त्यो टर्न्ड इन्टु हुन्छ नि, त्यसलाई नै अल्टर्ड गरिदिइसक्यो कि। देन प्रोभाब्ली फेरि पनि आएर कहाँ अड्कियो त भन्दाखेरि कुरा, तिमी क्रिस्चियन हौ, तिमी हिन्दू हौ, तिमी मुस्लिम हौ, तिमी जेसुकै हौ, होइन? एभ्रिथिङ बोइल्स डाउन टु हाउ एथिकल यु आर, होइन? हाउ एथिकल्ली मतलब अलाइन टु के भन्छ अब, नट डिस्टर्बिङ समवन एल्सेस लाइफ। हो, द्याट्स वेयर सनातन धर्म कम्स है। धर्म भनेको के हो? धर्म भनेको पृथ्वी सूर्यको वरिपरि घुम्नु, मैले सास फेर्नु। ट्रु, होइन? तर हामीहरूकोमा हेर्दाखेरि वाट आई सी इज हामीहरूको समय समयमा धर्म चेन्ज हुन्छ। कहिले यस्तो गर्नु पर्यो, होइन? कहिले यस्तो गर्नु पर्यो, होइन? अहिले अजित भाइले मसँग कुरा गरिराख्दाखेरि मेरो धर्म के हो भने मैले जानेको कुरा, मैले बुझेको कुरा दिनु धर्म भयो, होइन? मेरो बुवा आमाप्रतिको मेरो अर्को धर्म हुन्छ, मेरो दाइ भाइप्रतिको अर्को धर्म हुन्छ। फेरि समय र परिस्थितिले हाम्रो धर्मलाई चेन्ज गरेर लिएर गइरहेको हुन्छ, होइन? भने धर्म भनेको कस्तो एउटा चाहिँ ड्युटी जस्तो भइसक्यो, होइन? हाम्रो सनातन फिलोसफीले पनि राइटलाई भन्दा ड्युटीलाई बेसी फोकस गर्छ। वेस्टर्न हेमिस्फियरले राइटलाई बेसी फोकस गर्छ। अहिले के भएको छ, धर्म भने रिलिजन भन्दा छ के। देयर इज द डिफरेन्स। रिलिजन इज नट धर्म, वर्शिपिङ समथिङ, होइन? रिलिजन इज डिफ्रेन्ट, धर्म इज डिफ्रेन्ट। भनेपछि सनातन धर्म भनेको त्यो डेप्थ अर्कै छ के। जब मैले कन्स्टिट्युसनको फ्रिडमको कुरा गर्छु, मेरो फ्रिडमको कुरा गर्छु, त्यतिखेर म जे भए पनि मान्छे हुँ, होइन? अनि यो पावर टेन्ड्स टु करप्ट नि त। फ्रिडम इज अ पावर, है? बेसिकली इट इज वाट गिभ्स यु पावर। त्यो फ्रिडमको कन्सेप्टले मलाई इन्डिभिजुअली करप्ट गर्न सक्छ कि सक्दैन? डिपेन्ड्स अपन हाउ एथिकल यु आर, होइन? म जेब्रा क्रसिङबाट बाटै काट्दैन, म राम्रो नेता हुन सक्छु कि सक्दिनँ? मैले पिएचडी गरेको छु, जेब्रा क्रसिङमा थुक्छु, साइडबाट हिँड्छु। त्यही त लास्टमा के हो भने एथिकल हुनु र
आफ्नो ड्युटी कन्सियसली हुन्छ नि त्यसलाई पालना गर्नु, त्यो त गर्नु पर्यो नि त होइन। अब भनौँ न डाइनामाइट बनाए, राम्रो कामको लागि बनायो होला तर मिसयुज गरिदिन्छ। त यो पछि आएको हो नि त आइडियोलिस्टिक। त्यो आइडियोलोजीको पहिलाको फर्म चाहिँ फेरि त्यो डिफ्रेन्ट उसमा अर्कै इजमले आइसक्यो हुन्छ। सोसियलिजमै छ होइन, अरू इजम पनि जेनिजमदेखि लिएर के इजम छ नि त, इजमै हो नि त, वाद होइन, वाद हो। त्यो चिजलाई चाहिँ अब सोसाइटीमा त्यसरी बनेर आउने हो भने इट्स अ नेचुरल प्रोसेस। तर त्यसलाई मिलाएर राख्ने चाहिँ कसरी त, हार्मोनियस सोसाइटी बन्नु पर्यो नि त होइन। सबैजना एउटा फ्रिक्वेन्सीमा सबैजना बाँच्न पाउनु पर्यो। त्यो प्र्याक्टिस गर्ने कसरी चाहिँ त्यो सनातनिज्मको एकदम यो रुटै त्यो हो जस्तो लाग्छ कि मलाई। तर अहिले मतलब अहिले रियालिटीमा वर्ल्ड जसरी वर्क गरिरहेको छ नि, संसार जसरी वर्क गरिरहेको छ, त्यो हेर्दाखेरि जस्तै जब ब्रिटिस कोलोनियल सिस्टम इन्डियामा एक्जिस्ट गर्थ्यो त्यतिखेर व्हाट दे ट्राई टु डु, एउटा कुरा उनीहरूले के गर्नु, मैले पढ्दाखेरि मैले भेटाएको के गरेछन् त उनीहरूले गरेको भन्दाखेरि कल्चरल डेथ इन्डियामा गराउन खोजेको हो नि त उनीहरूले। त्यो गराउनको लागि इन्डियाको एक्जिस्टिङ जुन वेद र उपनिषदको इन्टरप्रिटेसन्सहरू थियो, श्रुति र स्मृतिहरू, उनीहरूले त्यसलाई रिस्ट्रक्चर गर्न थाले। ब्रिटिस इजिएस्ट वे टु म्यानिपुलेट अनि किल द कल्चर होइन, इन्जेक्ट विथ समथिङ एल्स। अहिलेको नेपालको अवस्था जुन छ त्यो संस्कृत मारेको जुन कुरा अघि मैले गरेको थिएँ, त्यहाँसम्म आइसक्दा फेरि त्यही कोलोनियल सिस्टमकै छाप हो त त्यो। अहिले पनि हामी कोलोनियल सिस्टम नै एक्जिस्ट गर्छ, मतलब जुन ब्रिटिसको कोलोनियल सिस्टमको पिक्चर, त्यसको आकृति, त्यसको रूपरेखा नहोला, तर अहिले पनि संसार कोलोनियल सिस्टममै बाँचिरहेको छ। समबडी इज कन्ट्रोलिङ भन्न त कुनै पनि दुई मत त नहोला नि त्यो विषयमा। यदि डेमोक्रेसी एक्जिस्ट गर्थ्यो भने अहिले वर्ल्डको पपुलेसनमा इस्टर्न हेमिस्फियर भनौँ है, नर्थ र साउथ नभनिकन जुन चाहिँ हामीहरूको इस्टर्न हेमिस्फियर छ होइन, त्यस संसारको पपुलेसनको लगभग 85% पपुलेसन यता छ होइन, 15% उता छ। तर फाइनेन्सको कन्ट्रोल र वेल्थको कन्ट्रोल कहाँ छ? वेल्थ छ, जोसँग वेल्थ छ उसले फाइनेन्स कन्ट्रोल गर्छ। 15% छ। यो कोलोनिजम त होइन, कोलोनाइजै गरेर हो नि त हामीलाई त यो। अनि कोलोनाइजेसन भने यो टाइम अनुसार यो रिस्ट्रक्चर गर्दै लिएर जानुपर्छ कि होइन। यदि आजको दिनमा पुरानै स्टाइलको कोलोनिजम भएको भए होइन, अहिले हाम्रो के भन्छ शीतल निवासमा हाम्रैबाट मान्छेको सट्टा कुनै अर्को छाला भएको मान्छे त्यहाँ रहेको भए हामी सबैजना युनाइटेड भएर उसलाई फाल्न खोज्थ्यौँ। राम्रै भए पनि होइन, यसले हामीलाई यसो गर्ने भन्नु। अब त्यो भएपछि विद्रोह त हुने भयो। त्यो त अहिलेको कोलोनाइजर जो छ उसले पनि त फर्मवेयर अपग्रेड गर्दै लिएर जान्छ नि त। डेमोक्रेसी अहिले जुन चाहिँ प्र्याक्टिस गरिरहेछौँ, अहिलेको प्र्याक्टिसिङ डेमोक्रेसी है, त्यो चाहिँ यो कोलोनाइजेसनको फर्मवेयर अपग्रेड भएको हो मात्रै भन्छु कि म। यो रिलिजनमा पनि जसले इन्टरप्रिटेसन रिजनेबल साउन्डिङ गर्न सक्छ, रिलिजियस टेक्स्टको किताबहरूको जसले राम्रो इन्टरप्रिटेसन गर्न सक्छ, सुन्दाखेरि ओहो भन्ने खाले, द्याट पर्टिकुलर पर्सन प्रोभाब्ली रन्स द सोसाइटी रिलिजनको कन्सेप्टमा होइन। प्रोभाब्ली पोलिटिक्स इज एज सिमिलर एज रिलिजन। तिमी नाम देऊ, फ्यान्सी नाम देऊ, जेसुकै फ्यान्सी नाम देऊ, त्यसलाई डेमोक्रेसी भन, जेसुकै भन, पोलिटिक्स भने के हो जस्तो लाग्छ कि मलाई। वाट इज रिलिजन? रिलिजन
रिलिजन भने त्यही भने इजमबाटै इजम त्यति बेला एउटा इजम थियो, अहिले अर्को इजम भएको छ के हो होइन। तर हामीहरूको जुन चाहिँ ऊ छ सनातन धर्म भनेर भन्छ नि, त्यो सनातन ड्युटी भयो के यो। द्याट इज वाइ शिवा हेज मल्टिपल नेम्स। जिसुकै नाम देऊ होइन, तिमी नै नाम देऊ। हो त्यो चिजले हेर्दा भन त्यति बेला त्यो सनातन भनेपछि इट्स अपरेटिङ सिस्टम। अहिलेको कन्टेक्स्टलाई हेर्ने भने अपरेटिङ सिस्टम जसले चाहिँ सोसाइटीलाई हार्मोनियसली एउटा हार्मोनीमा के अरे को एक्जिस्ट गरायो। अहिले यहाँ प्रब्लमै के छ भने एक अर्काले आफ्नो एक्जिस्टेन्सै सहन नसक्ने बनाइरहेको छ यहाँ संसार। हामी त यो को एक्जिस्ट गर्नुपर्ने हो नि त। हो भनेपछि त्यो टाइम जुन चाहिँ हामीले अघि कुरा गरेको थियो नि एडभान्स्ड सोसाइटीको एडभान्स सिभिलाइजेसनको, त्यो एडभान्स सिस्टम अथवा त्यो एडभान्स सोसाइटी हुनलाई यस्तो खालको वार भयो भने त सिभिलाइजेसन सिद्धिन्छ नि त होइन। जब सिभिलाइजेसनभित्र यो धेरै ऊ हुन्छ मार्काट हुन्छ सिभिलाइजेसन सिद्धिन्छ। पहिलाको त्यो भने त त्यो सिभिलाइजेसनलाई त्यो एउटा हार्मोनीमा अगाडि लिएर जानलाई बेस्ट मेथडै सनातन ऊ भयो नि त, यो सिस्टम भयो नि त। सनातनिजम कस्तो भयो भने इजम राख्न मिलेन त्यसमा फेरि है, इट्स अ ड्युटी। त्यो जो एउटा रेस्पोन्सिबल पर्सन हुन्छ होइन, उसले सबैको यो को एक्जिस्ट गर्ने एउटा वातावरण बनाइदिन्छ। उसको ड्युटी नै त्यही हो, नो म्याटर वाट तिमीहरू को एक्जिस्ट गर्नुपर्छ भन्ने कुरा हो नि त यो। तिमी चारवाक दर्शन मान्छौ मान, जेसुकै गर, तर यु हेभ टु बी रेस्पोन्सिबल टुवर्ड्स। मैले मेरो फ्रिडम प्र्याक्टिस गरिराख्दाखेरि अर्काको फ्रिडमलाई त मैले हनन गर्न पाउँदिनँ नि त, मिल्दैन। त्यहाँ मैले इन्टरफियर गर्न पनि पाउँदिनँ नि त। हो यो जतिसुकै मोडर्न भए पनि हाम्रो रुट त त्यही हो नि त। त्यही नै हो भर्खर निकालेको मैले मैले त सर र हेरेँ होइन, जेमिनाईले बनाइदियो अनि बनाएपछि ओहो क्या राम्रो बनाएछ भन्ने भएर अनि रिवाजलाई पठाइदिइहाल्यो हो क्या डिटेलमा। पछि हजुरहरूले सजेस्ट गर्नुभयो नि यो बज्र अरविन्द दाइले, अनि यो ददिची भन्ने ऋषिको हड्डीबाट बनेको हुने रहेछ क्या वज्र। त्यो चाहिएको बेला उसले आफ्नो बडी सेक्रिफाइस गरेर आफ्नो हड्डीबाट यो बनाएको हुने फेसन गरे हुने रहेछ। अनि यसको युसेज चाहिँ अब इन्द्रले गर्ने भयो। हाम्रो काठमाडौँमा पनि इन्द्रको त एकदम महत्त्व छ नि। इन्द्र इज प्रोभाब्ली ऋग्वेदमा सबैभन्दा धेरै मेन्सन भएको नाम हो होइन त। इन्द्र भनेको त त्यो त मिलेनियर्स अगाडिको फिलोसफी हो नि त। इन्द्र भनेको त राजा न हो, जसरी जनक राजा हो त्यसै गरी इन्द्र पनि एउटा टाइटल न हो कसैलाई दिएको। त्यो मिलेनियर्स अगाडिको फिलोसफी हाम्रो काठमाडौँमा त्यस्तो इम्पोर्टेन्स दिएर फेस्टिभिटिजहरू उसको वरिपरि घुम्छ भने, जस्तै इन्द्र होइन घुम्छ भने काठमाडौँ एज अ प्लेस कति पुरानो होला है, कति चाहिँ पुरानो होला। मैले जति सोध्छु नि त्यो त फ्र्याक्सन मात्रै हो जस्तो लाग्छ कि। यस्तो धेरै चिजहरू के हुन्छ नि हामीहरूले त्यो डिस्कभरै गरेका छैनौँ कि। हामीले त्यो डिस्कभर गर्ने भने पनि कस्तो नि एउटा फिजिकल होला होइन, फिजिकल डिस्कभरी भयो। अब कति चाहिँ बियोन्ड फिजिकल यो हाम्रो कन्सियसनेसको कुराहरू हुन्छ नि मेटाफिजिकल, त्योसम्म पनि आउँछ। जस्तै भनौँ न काठमाडौँकै कुरा गर्दा तान्त्रिक शक्तिको कुरा हुन्छ होइन। त्यो विद्या कस्तो हो त त्यो भने चाहिँ कति शक्ति छ क्या त्यसमा। इनर्जी म्यानिपुलेसनको प्र्याक्टिस होइन त तन्त्र भनेको। मलाई एउटा कुरा एकदम डर लाग्ने चाहिँ के भने हामीहरूले कल्चर बचाउने कुरा गर्छौँ नि, सबैभन्दा गाह्रो चिजमा हामीले कन्सन्ट्रेट गरिरहेको छैनौँ कि।
जस्तै हार्डवेयर सफ्टवेयर हुन्छ, अपरेटर पनि हुन्छ नि त, होइन? हाम्रो हार्डवेयर मठ मन्दिरहरू भयो, होइन? यो वेद शास्त्र यिनीहरू यो तान्त्रिजमहरू भने हामीहरूको सफ्टवेयर भयो। त्यो टेक्स्ट हामीले जोगाउन सकौँला, होइन? त्यसको हार्डवेयर हामीले जोगाउन सकौँला, सफ्टवेयर र हार्डवेयर। सबैभन्दा गाह्रो चाहिँ अपरेटर कसरी जोगाउने र कल्चर जोगाउने भने अपरेटर पनि जोगाउनु पर्ने हुन्छ, होइन? अपरेटर भने के हो? तन्त्र विद्या जान्ने तान्त्रिक जो हुन्छ, नेक्स्ट जेनेरेसन को भन्ने कुरा आउँदैन। हामीहरूको पूजापाठ गर्नेहरू जति हुन्छ, कर्मकाण्ड गर्नेदेखि लिएर सबै चिज हुन्छ, त्यो गराउने मान्छेहरूको नेक्स्ट जेनेरेसन खोइ। त्यो तन्त्र विद्या पढेर पण्डित भएर वा वर्सिप गरेर वा केही म्यानिफेस्ट गर्नको लागि, एनर्जी म्यानिपुलेसन गर्नको लागि तन्त्र विद्या प्रोभाब्ली युज होला, मेरो एकदम लेम्यानको अन्डरस्ट्यान्डिङमा, होइन? त्यसको भास्टनेस त मैले पनि एक्सप्लोर गरेको छैन तान्त्रिजमको। तर त्यो हो भने त्यो किन गरिन्छ त भन्दाखेरि मेरो केही कुरा प्राप्त गर्नको लागि अथवा केही चेन्जको लागि वा मेरो स्टेटस चेन्ज गर्नको लागि भनौँ न, केही प्राप्ति भन्दा पनि मेरो स्टेटसलाई अर्को स्टेटसमा पुर्याउनको लागि, म अहिले जुन मोसनमा छु त्यो मोसनबाट बाहिर अर्को मोसनमा लिएर जानको लागि। जेनरलाइज गर्न नमिल्ला त्यसलाई, होइन? जस्तै मेरो एन्सेस्टोरियल पहिला तिरुत राज्य भन्ने थियो, राजा हरिसिंह देवबाट 1718 पुस्ता परे म। रानी देवल देवी माइत फर्किनु भयो यता मुगलहरूले आक्रमण गरेपछि, जुन चाहिँ तलेजु भवानी भनिन्छ, उहाँले लिएर आउनुभयो यता। त्यसबाट जीवित देवी कुमारी भयो, होइन? उहाँले चाहिँ जहिले पनि राज्यको रक्षा गर्नु। यो अतीत भाइले भनेको चाहिँ त्यो आफ्नो डेफिनेसन होला, होइन? कहिलेकाहीँ चाहिँ हामी आफ्नो कम्फर्टको लागि, होइन, आफ्नो डेफिनेसन बनाएर राखिरहेको हुन्छौँ, अनि त्यो इट इज एप्लिकेबल ओन्ली टु यु, होइन? भनेपछि रियालिटी त्योभन्दा बाहिर पनि हुन्छ, है? अब कतिले गर्छन् होला त्यसरी आफ्नो बेनिफिटको लागि, त्यो मिसयुज अफ टेक्नोलोजी नहो। त्यति बेलाको टेक्नोलोजिकल एडभान्समेन्ट त्यो स्पिरिचुअल लेभलमा छ भने, जस्तै ओम, होइन? नासाले रेकर्ड गरेको साउन्ड पनि ओमै छ, हाम्रो शास्त्र अनुसार पनि ओम छ। जब फ्रिक्वेन्सी कोलाइड हुन्छ, एनर्जी ट्रान्सफर हुन्छ। मैले अस्ति भरे त्यो गिटारको देखाएको थिएँ, होइन? त्यो सम्मको डिस्कभरी आज भएको छैन भने र त्यति बेला भएको छ भने अहिलेसम्म उनीहरूले भ्यालिडेट गर्न सकेको छैन नि त। त्यो किनभने त्यो कन्सियसनेसको कुरा छ नि त, त्यसमा उनीहरू थियोरीमै बाँचिराखेको छ, होइन? तर उनीहरूलाई थाहा छ त्यो फ्रिक्वेन्सी ट्रान्सफर हुन्छ एनर्जीमा भनेर, त्यो फ्रिक्वेन्सी त एनर्जीमा जान्छ नि त, होइन? त्यो सबै चिजलाई हेर्दाखेरि हुन्छ नि, हामीहरूको यो एप्लिकेसनहरू मिसयुज गर्नेहरू पनि हुन्छन्। त्यो जुन अपरेटरको कुरा भएको थियो नि त यो, त्यो अपरेटर करप्ट हुन सक्छ कि सक्दैन? करप्ट भन्दा एउटा छ, त्यो सिस्टम कुनै पनि पर्फेक्ट चाहिँ हुँदैन, होइन? तर करप्ट नगरिकन त्यो कल्चर जोगाउने हो भने उनीहरू एउटा नेसेसिटी पनि हुन्छ नि त। यो हामीहरूले जुन कल्चर जोगाउने भन्ने कुरा गरिरहेछौँ, होइन? जस्तै मेरो कुल पूजामा आचार्यज्यू बस्नुहुन्छ, नेक्स्ट जेनेरेसन छ भनेपछि मेरो कन्सर्न चाहिँ के भनेपछि त्यो अपरेटरहरूलाई चाहिँ जोगाउने कसरी भन्ने एउटा ठुलो च्यालेन्जेस आउँछ कि, होइन?
भोलिदेखि त्यो गरिदिने कसले त किनभने हामीहरूको त्यो जुन सोसाइटीको एउटा फङ्सनालिटी भइरहेको थियो त्यो हरायो भने त फेरि हार्डवेयर र सफ्टवेयर मात्रै भएर पनि पुगेन। जुन चाहिँ हामीले प्रिजर्भ गर्ने कुरा गरिरहेको छौँ नि त, यो सिभिलाइजेसनलको सेन्सबाट हेर्ने हो भने त यो त्यो नेसेसिटी भयो नि त। जसरी मेरो चाहिँ क्वेसन होइन, जसरी मेरो इन्डिभिजुअल मोसन सेफ्टनेसको लागि मैले कसैलाई, जजमानलाई, पण्डितलाई घर बोलाएर अनि त्यसपछि प्र्याक्टिस गर्छु, त्यो प्र्याक्टिस गराउँछु र म पनि त्यसमा सम्मिलित हुन्छु मेरो लागि, त्यसै गरी सोसाइटीको प्रोटेक्सनको लागि पनि त्यो तन्त्रविद्या काम लाग्छ होइन? त्यसो भए इफ द अपरेटर, मतलब कुनै उसमा एउटा हाइपोथेटिकल सिचुएसन भनौँ न, इफ द अपरेटर बिकम्स करप्ट, क्यान द अपरेटर युटिलाइज त्यो तान्त्रिक विद्या फर समथिङ एल्स, अरू केहीको लागि, अचिभमेन्टको लागि, पावरको लागि? अब यसमा एउटा विश्वास चाहिँ के छ भने, एउटा विश्वास हुन्छ नि होइन, यो खालको विद्या कसैले मिसयुज गर्यो भने उसको राम्रो चाहिँ हुँदैन भन्ने थाहा हुन्छ उनीहरूलाई। मतलब मैले चाहिँ त्यो कुरा किन सोधेँ भने एक्ज्याक्टली त्यो सुपर पावर हुन समटाइम्स इट्स डेन्जरस अमेरिका हुन, तर त्यो लेभलमा पुग्दाखेरि हुन्छ नि, अब यु आर डिलिङ विथ डिफ्रेन्ट एन्टिटी, बुझ्नु? हामीहरूले यहाँ यो जुन चाहिँ फिजिकल लाइफको कुरा गरिरहेछौँ त्योभन्दा धेरै माथिको कुरा हो यो। If you mess with that kind of entity, ठिक त हुँदैन, you are going to be obliterated होइन? त्यो चिज चाहिँ it will happen, होइन? With great power comes great responsibility भन्छ नि, and it will be applicable. त्यसमा चाहिँ I am certain, होइन? त्यो त they will be judged, त्यो जजमेन्ट हुन्छ। हाम्रो देश बन्छ कि बन्दैन होला त यस्तो कुरो गरे गर्दा फेरि त हामीहरूलाई गाह्रो छ। अहिले स्पेसली च्यालेन्जेस टु यङ जेनेरेसन लिडर्स, होइन? वाट इज ह्यापनिङ राइट नाउ अहिले संसारमा? अब आजको यो पडकास्ट गरेपछि अचम्मै होला, नर्मली आई टक अबाउट जियो पोलिटिक्स मात्रै हुन्छ नि, आज हामी अर्कै लेभलमा छौँ, होइन? जियो पोलिटिकली हेर्दा अहिले जे घटना भइरहेछ 1974मा यही चिज भएको थियो, ठ्याक्कै यही। 6 महिनाको लागि अरब लिगले तेल बन्द गरिदिएको थियो अरे। अनि फर रेफरेन्स म त्यो पनि पठाइदिन्छु, होइन? वर्ल्ड ब्याङ्कको एउटा रिपोर्ट फेला पारेँ मैले, 1975मा लेखेको छ यो रिपोर्ट, है? अनि त्यो रिपोर्टमा के लेखेको छ भने यो क्रुड ओइलको कुराले गर्दाखेरि संसारभरि फर्टिलाइजरको अभाव भयो भन्ने लेखेको छ। त्यसले गर्दा त्यो टाइममा बङ्गलादेश, इन्डिया र पाकिस्तान हाम्रो रिजनमा फ्यामिन भएको थियो। अब त्यो त फर्टिलाइजर पनि कस्तो छ भने त्यो डेटामा हेर्दाखेरि प्राइस यो युरियाको 100बाट 321 रुपियाँ पुगेको छ, है? त्यसपछि यो त्यही रिपोर्टमा के लेखेको छ भने लिस्ट डेभलप्ड कन्ट्रीहरूले चाहिँ पाएन, त्यही भएर त्यहाँ फ्यामिन भयो। इट इज अभियस, हु हेज गट मनी एन्ड पावर विल गेट द रिसोर्सेस फर्स्ट। हामीले फेरि यो त्यो नयाँ चिज के लिस्ट डेभलप भन्दा यिनीहरूले पाएन छ भन्ने होइन कि यसको बाहिरी कुरा अर्कै हुन्छ, होइन? अब त्यति बेला जति सिभियरिटी यसको भएको थियो, होइन? क्रुड ओइल भनेको एउटा एलिमेन्ट हो, त्यसको धेरैवटा भ्याल्यु चेनहरू पछि टेक्नोलोजिकल एडभान्समेन्ट भइसकेपछि त्यसमा भ्याल्यु चेनहरू एड हुँदै आयो। त्यसबाट अफसुट भयो 1968-69मा पोलिमर्स, प्लास्टिक्सहरू भयो, होइन? जब यो क्राइसिस भयो, यो यम किपुर वारपछि क्राइसिसमा के भयो भने
त्यति बेला क्रुड ओइलले गर्दा फर्टिलाइजरको मात्रै कुरा छ, प्लास्टिकको कुरा छैन। किनभने त्यति बेला प्लास्टिक भन्ने एकदम इन्फेन्सीमा थियो होइन। हामी बच्चामा हुँदाखेरि त अझ यो सबै औषधिको बोतलहरू यो सिसामा आउँथ्यो, दुध सिसामा आउँथ्यो सबै होइन। अब त्यसलाई रिप्लेस गरे केले भनेपछि पोलिमरले गर्यो होइन। त्यति बेला फर्टिलाइजरमा आए जस्तै अब यो भ्याल्यु चेनमा अर्को एलिमेन्ट एड भइसकेपछि होइन, यो अर्को चिजमा पनि त स्कार्सिटी आउने भयो नि त। जे एड भएको छ अब प्राइस त बढ्ने एकातिर छँदैछ। अब यो अहिले कसरी सुटअप हुन्छ जस्तो लागिरहेछ भने मलाई अहिले बजारमा जति सामान छ त्यो फेब्रुअरी 28 भन्दा अगाडिको सामानहरू हो। त्यो पाइपलाइनबाट निस्केको फेब्रुअरी 28 मा क्राइसिस भइसकेपछि जब त्यो मार्केटले पिक हान्यो त्यसको सामान त अब अर्डर भएर बल्ल आइपुग्छ मे जुनतिर आइपुग्छ होला, नयाँ रेटमा आइपुग्छ सबै सामान। अब इन्फ्लेसन हुन्छ सबैजनाले हो, अब सामानको भाउ बढ्छ भनेर भन्छ होइन। तर त्यो कस्तो हो भने एउटा त यो हामीले ट्रेजेक्टरी यसरी माथि जाने हो नि त, एल्टिट्युड गेन गर्छ नि त। एभ्री टाइम हामीहरूले यो कोभिड पछिको इन्फ्लेसन पछि एउटा यो अक्लोमेटाइज गर्ने हामीले टाइम पायौँ। माथि गयो त्यसमा हामीले अक्लोमेटाइज गऱ्यौँ, त्यसपछि फेरि माथि गयो यो युक्रेन वार पछि, त्यसपछि फेरि हामी अक्लोमेटाइज गर्दैछौँ। अब यो स्टिप हान्ने चाहिँ जुन चाहिँ पहिलाको रेसियोमा छ त्योभन्दा धेरै माथि गएको छ कि फर अ लङ्गर पिरियड अफ टाइम होइन। त्यो युक्रेन वारको बेलामा पनि पेट्रोल झन्डै 200 रुपियाँ पुग्यो हो, एडभान्समेन्ट एक्सट्रिमली भइसक्यो गयो। तर त्यति बेला कस्तो नि युक्रेनको वारले यस्तो स्थिति चाहिँ लिएर आएको थिएन कि है, तेलहरू सबै चिज आइरहेको थियो। तर अहिलेको भने त कस्तो नि हामीहरूको जुन चाहिँ सप्लाई चेन छ त्यसमा डिस्ट्रप्सन आउँछ। अब यो स्टुडियो नभन्ने अवस्था हुनसक्छ। अब के हुनसक्छ, दुध आउँछ। अब यो दुधको जुन चाहिँ एलडिपीको त्यो पाउच छ, लो डेन्सिटी पोलिएथिलिनको, त्यो पाउच बनाउने म्यानुफ्याक्चररले सकेसम्म यो हामीहरूको यो उसैबाट लिएर आउँछ होला कि यो जिसिसी कन्ट्रीबाट त्यसको ग्रानुल्सहरू आउँथ्यो। अब इन्ट्रेस्टिङली यो स्ट्रेट अफ हर्मुज इन्ट्रेस्टिङ किन छ भने यसको 90% जस्तो भनौँ न यसको त्यो ठाउँको रिसोर्सेस युज एसियन रिजनलाई मात्रै छ, वेस्टर्न रिजनलाई भन्दा हामी बढी त्यहाँनिर डिपेन्डेन्ट छौँ होइन। स्ट्रेट अफ मलाका इन्क्लुडेड, स्ट्रेट अफ मलाका पनि इन्क्लुडेड भयो होइन। अब यो अहिलेको जुन चाहिँ यो प्रब्लम आइरहेछ त्यसले एसियन रिजनलाई मात्रै बढी इफेक्ट पार्छ। त्यो भएकोले चाहिँ कस्तो छ भने जापानको जिसिसीसँग एक्सपोजर 93% छ भने उसले बढी उसको प्रब्लम बढी हुन्छ। तर साउथ कोरियाको 70% छ भनेपछि त्यो रिलेटिभली अलिकति कम हुने भयो नम्बर वाइज। फिलिपिन्स छ। यो सबै चिज हेर्दाखेरि चाहिँ यो सप्लाई चेन डिस्ट्रप्सनमा अब भनौँ न फ्याक्ट्रीमा त्यो गोदाममा चामल छ, चामल प्याक गर्ने त्यो प्लास्टिक मटेरियल नहुन सक्छ। यो स्ट्रेट अफ हर्मुज ब्लकेट गरे तापनि त्यसले एसियन हेमिस्फियरलाई बेसी अफेक्ट गर्ने भए तापनि चाइनाको ग्रोथ त अस्ति भर्खर अझै बढी नै रहेको छ भनेर देखाएको थियो नि त। मतलब हाउ डज दिस प्ले आउट? अब यसमा हेर्ने हो भने सबैजनाले चाहिँ के देखिरहेछ भने चाइना इज विनिङ द गेम जस्तो लाग्छ होइन। तर लङ रेन्जमा यो हेर्ने हो भने टु स्लो डाउन चाइना होइन, ऊ एउटा म्यानुफ्याक्चरिङ हब हो होइन। म्यानुफ्याक्चर गर्न सक्छ तर उसको मार्केट विक भयो भने के गर्ने, मार्केटै छैन रहेछ सामानको, सामान कोही नै भयो होइन। अब यो स्ट्रेट अफ हर्मुज बन्द हुँदाखेरि एक्ज्याक्टली त्यही चिज हुन लाग्छ। सबै ठाउँमा इन्फ्लेसन माथि जाने भयो
मान्छेले सामान किन्न नसक्ने भए बेसिक चाइनाले जस्तै अब जति सामान 100वटा सामान पठाउँथ्यो भने उसले 100वटा पठाउँछु भन्दा पनि त्यहाँको मान्छेले 50वटा मात्रै किन्न सक्छ भने पनि त उसको त 50% त घट्यो नि त। अब यो वार कस्तो हो भने चाइनासँग डाइरेक्टली यो मिलिटरी कन्फ्रन्टेसनमा जान सक्ने वेस्टको अहिले अप्सन छैन। दे आर एक्जस्टेड। उनीहरू क्यारी नै गर्न नसक्ने अवस्थामा। अब त्यो हो भने चाइनालाई स्लो डाउन गर्न अब के गर्ने भन्ने कुरा भयो कि इकोनोमिकल दिस इज द बेस्ट वे। उसको एसियन रिजनमा उसको लगभग मलाई 40% 50% जस्तो स्टेक छ जस्तो लाग्छ उसको मार्केट छ होइन छ। अब इन्डाइरेक्टली हेर्ने हो भने त उसको त्यो मार्केट त लेस हुने भयो नि त। अब यो कस्तो भने यो वर्ल्ड अर्डरबाट हामी ट्रान्जिसन हुने हो भने होइन त्यो ट्रान्जिसन हुँदाखेरि पोसिबल आउन सक्ने राइजिङ नेसन भनेको चाइनै हो। देयर इज नो डाउट। त्यो हुने साथ त उसले टार्गेट गर्ने उसैलाई हो नि त। एकदम अभियस उसमा ऊ राइज हुन लाग्छ। उसलाई त त्यहाँ सकेसम्म उसलाई यो सकेसम्म मिलिटरीले सिद्ध्याउनु पर्ने पनि सक्थ्यो। जसरी हो भने उसलाई सिद्ध्याउनु पर्यो भने मिलिटरीले नसकेपछि उसलाई त इकोनोमीलाई त हिट गर्नै पर्यो। यो इजिप्टको स्ट्रेट यो बेलायतबाट अमेरिकन एम्पायरमा शक्ति ट्रान्सफर हुँदाखेरि जुन इजिप्टको स्ट्रेटमा भएको थियो नि, युकेले इजिप्टको स्ट्रेट बन्द गरेको अनि त्यहाँ बम्बार्ड गरेको, त्यसपछि अमेरिकाको कारणले गर्दाखेरि युके ब्याकअप हुनु परेको अनि द्याट वाज अ भिजिबल डिक्लाइनेसन अफ बेलायतको एम्पायर। नो 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 वाट वाज इट एक्ज्याक्टली र त्यतिखेर के भएको थियो? यो कस्तो भयो भने 1947-48मा इजरायल बन्यो त्यहाँ है। त्यहाँ बन्दादेखि नै के भयो भने दे वेन्ट टु वार विथ नेबर्स। इजिप्टबाट पनि थियो, यता लेबननबाट पनि भइहाल्यो, सिरियाबाट पनि भइहाल्यो होइन, इराकबाट पनि आउँथ्यो। दे वेन्ट टु वार। त्यसपछि के भएको छ भने त्यहाँ इजिप्टमा अब्देल नासर आइपुग्यो होइन। हि वाज अ नेसनलिस्ट लिडर। अनि उसले के गर्थ्यो, त्यो सुएज कनाल नेसनलाइज गर्थ्यो। त्यो सुएज कनाल त्यो बनाउँदाखेरि चाहिँ के थियो भने इट वाज टाइम अफ यो अटोमन एम्पायरको टाइममा, प्री वर्ल्ड वार 1 होइन। उनीहरूले यो बनाए होइन। अब त्यो उनीहरूले बनाएपछि त्यो उनीहरूको ओनरसिप भयो। तर सेकेन्ड वर्ल्ड वार पछि त उनीहरू जुन यो इकोनोमिक क्राइसिसमा गइरहेको थियो होइन, उनीहरूलाई रेस्क्यु गर्न त यता युएसको मार्सल प्लान थियो। उनीहरूलाई गाह्रो परेको बेलामा इट वाज अ मेजर पोर्सन अफ अनि उनीहरूले के गरे भने इजरायलसँग मिलेर उसले अट्याक गरे होइन, रिक्लेम गर्नलाई। त्यो भइसकेपछि के भयो भने सर्टेन पोर्सन यो इजिप्टले, सर्टेन पोर्सन जोर्डनले, यिनीहरू सबैले लुज गरे त्यति बेला पनि है। त्यसपछि यो अर्को रिटेलिएटरी स्ट्राइक 1968 भयो। त्यति बेला त्यसपछि के त्यो त्यति बेला जस्तो लाग्छ, त्यसपछि प्यालेस्टाइनियनहरूलाई यता जोर्डनतिर जानु पर्यो। जोर्डनतिर गइसकेपछि त्यहाँ यो ब्ल्याक सेप्टेम्बर भनेर इभेन्ट भएको छ। त्यो हुन नदिनलाई अब्देल नासरले चाहिँ उनीहरूले एउटा त्यो जोर्डनियन यिनीहरू सबैलाई मिलाएर लान खोजिरहेको थियो अब्देल नासरले। अनि त्यति बेला हेर्ने हो भने यो आसान हाई ड्याममा चाहिँ युएसले पहिला हेल्प गर्छु भने त पछि नगरेर पछि यो आसान हाई ड्याम रसियनहरूले बनाइरहेको छ कि त्यहाँ। त्यो जहिले पनि त्यो यता भ्याक्युम भयो कि अर्को आउँछ कि त्यो रिलेटिभली, किन त्यति बेला बाइपोलर वर्ल्ड थियो होइन। त्यो एङ्गलबाट हेर्दाखेरि कस्तो देखिन्छ भने
ब्रिटिसहरू र उनीहरूलाई जस्तै त्यो त के अरे बाल्फोर डिक्लेरेसन गरेपछि होइन त्यो ठाउँ यो इजरायलीहरूलाई दिएको भयो होइन। भनेपछि त्यति बेलाको कनेक्सन पनि छ। त्यो जुन चाहिँ 68 वरपछि यो अब्दुल नासिर मरे, अब्दुल नासिर मरिसकेपछि फेरि मरेको फेरि अचम्मको छ क्या, अलि सस्पिसियस छ। लगभग यो फेरि त्योभन्दा अगाडि जस्तै लालबहादुर शास्त्रीलाई तास्केन्टमा पनि लगभग सिमिलर छ होइन। अनि त्यसपछि के भयो भने अनवर सदात आए है। अनवर सदात आइसकेपछि इन्ट्रेस्टिङली त्यो 1970-71 भनेपछि कस्तो टाइम आयो भने युएस डलर वाज कोल्याप्सिङ के, निक्सन सक भनेर भन्छ होइन। उनीहरूले चाहिँ पहिला यो ब्रिटेन वुड्स अग्रिमेन्ट गर्दाखेरि जुन चाहिँ यो डलर टु गोल्ड गरेर राखेको थियो, अनि निक्सनले 71 त ल ब्रिटेन वुड्सबाट हामी आउट भनेर भनेपछि उनीहरूले डिसेम्बरमा गएर स्मिथसोनियन अग्रिमेन्ट गरे। इन्ट्रेस्टिङली के छ भने यो जापानिजहरू जहिले पनि फस्ने कि त्यहाँ गर्दा पनि नराम्रो घाटा बेहोरे स्मिथसोनियन अग्रिमेन्टमा है। अनि त्यसपछि लुभ्र अकर्ड भनेर गरे, पछि त्यो स्मिथसोनियन भएपछि फेरि जापान फस्यो त्यसमा। के गरिदिने भनेपछि जापानिज येन स्ट्रङ बनाइदिने, डलर विक बनाएपछि जापानिज स्ट्रङ बनाइदिने। जापानिजको त्यो येन स्ट्रङ भइसकेपछि उसले त एक्सपोर्ट गर्न गाह्रो हुन्छ नि। हामीहरूको यहाँको अलिकति कन्सेप्ट पनि कस्तो छ भने करेन्सी स्ट्रङ भयो भने खतरा भनेर भन्ठान्छ नि, तर इट हेज टु बी ब्यालेन्स। त्यो एक्सपोर्टिङ कन्ट्री हो भने त्यो चाहिँ हामीले करेन्सीलाई ब्यालेन्स गर्नुपर्छ कि, जुन चाइनाले गरिरहेको छ कि किन्न सक्नु पर्यो। किन आफूले पठाएको सामान आफ्नो करेन्सी स्ट्रङ हुने साथ त त्यो सामान एक्सपोर्ट गरेको सामान त अर्कोलाई त महँगो परेर हुन्छ नि त। हो, किनभने करेन्सी भने पनि अल्टिमेटली म्यानुफ्याक्चर्ड भ्याल्यु नै भयो होइन। त्यो स्टेट रन गर्नलाई यस्तो चिजहरू त थाहा हुनु पऱ्यो नि त। जुन चाहिँ चाइनाले गर्छ नि 16, 17, 18, 19, 20 त्यतिमा मात्रै छ, बिन लङ टाइम। त्यही भएर चाइनिज सामान अफोर्ड गर्न सकिरहेको छौँ नि हामीले। अब चाइनिज अब अलमोस्ट बिग एज युएसको इकोनोमी, उसको चाहिँ 140 छ, उसको पनि 140 भयो भए हामीले चाइनिज सामान किन्न सक्छौँ नि, सक्दैन होइन। यो सिचुएसन पनि अलिक बुझ्नुपर्छ होइन। त्यो मिल्टन फ्रिडम्यान चाइना आउँछ नि, अनि चाइना आएपछि चाइनामा क्यापिटलिजमको कन्सेप्टलाई ट्रेन गर्छ नि त्यहाँको लिडर्सहरूलाई। त्यसले के इम्प्याक्ट गर्यो त यो चाइनाको अहिलेको इकोनोमिक स्टेटसलाई? यो फङ्सन एकदम यिनीहरूको फङ्सनालिटी खतरा छ कि। म कहीँ हो होला तिमीलाई यो रेफरेन्सको लागि अहिले हेरेँ नि, म तिमीले है मैले यो चिजलाई हेरेर छ नि, मैले एउटा प्रेजेन्टेसनहरू नै उ गरिरहेको थिएँ कि यिनीहरूको सिस्टमै कस्तो खतरा बनाएको छ भने एउटा पिरामिड स्किममा छ कि यिनीहरूको होइन। त्यो एनी गिभन टाइम कहाँ राखेँ यार मैले, ल है यस्तो छ यार सिस्टम यिनीहरूको होइन। त्यो तलपट्टि एनी टाइम कति 9 लाख कि कति छ है तल होइन। त्यसभित्र 3टा डिपार्टमेन्ट छ क्या, सिभिल सर्भिसदेखि लिएर के छ होइन। त्यसबाट फिल्टर भएर जानेहरू 6 लाखमा आइपुग्छ जस्तो लाग्यो सेकेन्ड टियरमा आउँदा है। त्यसपछि हेर कति 60,000 40,000 छ, 6 लाखमा 40,000 होइन। भनेपछि तिनीहरूलाई त्यो छ नि, एउटा टियरबाट माथि जानलाई त्यति रिफाइनमेन्ट चाहिन्छ कि। 40,000बाट 300 होइन, यो 9 लाख पनि त प्रोभाब्ली 1.5 अर्बबाट होला। कति अर्ब छ चाइनाको पपुलेसन होइन। भनेपछि त्यो टप त्यो ग्रेजुएटहरू त बल्ल तल हुन्छ कि। द लिडर इज एब्सोल्युटली स्ट्रङ होइन कि, मतलब वाइज उसले त्यो सर्टेन पोर्सन अफ इकोनोमी चलाएको हुनुपर्ने भयो कि। इट्स अबाउट रनिङ द स्टेट होइन। उसले कस्तो, हामी चाहिँ लेजिटिमेसी खोजिरहेछौँ, उसले चाहिँ कस्तो खोजिरहेछ भने मेरिटोक्रेसी भनेर मेरिटोक्रेसी नभनौँ होइन। लेजिटिमेसी भन्दाखेरि पनि उसको यो काम गर्न सक्ने ऊ हुन्छ नि, क्षमता। त्यो मान्छे लेजिटिमेट हुनसक्छ तर कम्पिटेन्ट हुनसक्छ कि सक्दैन भन्ने ऊ होला।
हामी चाहिँ लेजिटिमेट भएपछि पुग्यो हामीलाई, तर कम्पिटेन्ट छ कि छैन भन्ने चाहिँ हामी प्रश्न गर्दैनौँ नि। लेजिटिमेट हुनसक्छ मान्छे, तर त्यो मान्छे लेजिटिमेट मान्छे कम्पिटेन्ट नहुनु पनि सक्छ नि त। उसको एनर्जी कम्पिटेन्सीतिर कम हुनसक्छ हो, छान्दाखेरि चाहिँ किन हामीहरूले चाहिँ कम्पिटेन्सीमा कहिले पनि ध्यान दिएको छैनौँ कि यहाँको सिस्टममा। किनभने त्यो कम्पिटेन्सी मापन गर्ने चिज त्यो हाम्रो सिस्टममा खै। हामी लेजिटिमेसीलाई मात्रै, लेजिटिमेसी इज द अल्टिमेट, प्रोसिड्युर इज द अल्टिमेट होइन। तर आउटकम त चाहियो नि त हामीलाई, फेरि आउटकम पनि चाहिने छ। यो सिस्टमको डिस्क्रिपेन्सिजहरू हुन्छ नि, हामीलाई आउटकम चाहिएको छ, तर त्यो आउटकम दिन सक्ने कम्पिटेन्ट मान्छे चाहिँ फेरि यता लेजिटिमेटली चाहिँ कसरी गर्ने त, होइन। त्यो हो नि त यहाँ सिस्टममा प्रब्लम त्यहाँ छ। अहिलेको जुन सरकार छ नि दाइ, अहिलेको सरकार त प्रोभाब्ली इज जस्ट त्यो जियो पोलिटिक्सको पर्दा खोलिरहेको स्टेटमा होला नि त प्रोभाब्ली अहिलेको सरकार पहिलाको सरकारहरू भन्दा। मलाई के लाग्छ भने यो बुझ्न जरुरी थियो। मैले अघि सुरुमै भने नि महेन्द्र सरकारको बेलाको जुन चाहिँ जियो पोलिटिकल कन्डिसनहरू, होइन, त्यो एउटा एकदम एउटा खतरा किताब छ कि कन्भर्सेसन विथ द क्रो भन्ने, रोबर्ट क्रोलीले जर्ज के भन्नेलाई यो इन्टरभ्यू दिएको थियो, त्यसको बिस्तारै पछि किताब निक्ल्यो कि त्यो वर्ल्ड इन्टरभ्यूको, होइन। त्यसमा के लेखेको छ भने उनीहरूले चाहिँ लालबहादुर शास्त्रीलाई चाहिँ न्युक्लियर वेपनहरू बनाउन रोक भनिरहेको थियो, होइन, मानेन, अनि हामीले सकायौँ भन्ने, होइन। त्यसपछि त्यो साइन्टिस्ट जो थियो होमी बाबा, त्यो स्विस एल्प्समा हामीहरूले सिधाइदिउँ भन्ने भनेको छ। अब हि इज वान अफ द त्यो एजेन्सीको मान्छे, होइन। त्यो लेभलमा जान्छ यो जियो पोलिटिक्स, एकदम डेन्जरस हुन्छ नि दाइ। मतलब इफ यु क्यान म्यानिपुलेट समवन, होइन, कसैलाई एकदम राम्रो बङ्गलो सङ्गलो दिएर, होइन, एकदम राम्रोसँगले त्यहाँ सोफामा आनन्दले अङ्गुर खान्थ्यो, पहिला पहिला ग्रिक गडहरूले खान्थ्यो नि, त्यो लेभलको आराम दिएर पनि उसलाई म्यानिपुलेट त गर्न सकिन्छ नि त। सो आर दिज जियो पोलिटिकल पावर्स जो छ, जसलाई इन्ट्रेस्ट छ नेपालमा जेसुकै कुराको लागि होस्, त्यो इन्ट्रेस्ट भएको जियो पोलिटिकल पावरलाई नेपालीहरू विकसितको डेफिनेसन डिफरेन्ट हुनसक्छ। उनीहरूको लागि हामी क्वेसन गर्ने डेभलपमेन्टतर्फ नजाओस्, होइन, उनीहरूले जे भनोस् एक्सेप्ट गरोस्, जे छ होस् हजुर भनेर बस्दिने लेभलसम्म बस्दियोस् भन्ने उनीहरूलाई कुरा। तर त्यो कुरा भन्दा नि हामीलाई बेसिकली चाहिने भनेको त फुड सेल्टर क्लोदिङ न हो, होइन। त्यसको एडभान्समेन्ट जसले मेरो स्ट्यान्डर्ड अफ लिभिङ अझै बेटर गर्दै लगोस्। अब त्यो स्ट्यान्डर्ड अफ लिभिङ के हो त्यो पछिको कुरा भयो, होइन, त्यो फगतकै कुरा भयो। तर त्यो स्ट्यान्डर्ड अफ लिभिङमा पनि मलाई लग्ने, होइन, आफू पनि नमर्ने त्यो गर्दाखेरि, होइन, र ब्यालेन्समा पनि राख्ने हुनको लागि चाहिँ के गर्नु पर्यो अहिलेको लिडरसिपले? बुझ्नुभयो मैले भनेको कुरा? अब यो यस्तो के उनीहरूले यो म्यानेज गर्ने कसरी बुझाएको छैनन्, होइन। अब टेक्निकली हेर्ने हो भने, होइन, त्यो ब्यालेन्स गर्न सक्ने तत्त्व भनेर राज संस्था मात्रै हुन्छ कि, होइन। त्यो ब्यालेन्स गरिदिएकोले नै होला कि फेरि राख्न नचाहेको। पहिला महेन्द्र सरकारको बेलामा हेर्ने हो नि, ल यो महेन्द्र राजमार्गलाई हेरौँ न, रसियनको पनि छ, इन्डियाको पनि छ, युएसएको पनि छ, सबैको छ। त्यो स्टेट रन गर्नलाई स्टेट क्राफ्टमा नि त चाहियो नि त, स्टेट क्राफ्ट त जान्नु पऱ्यो नि। घरमा भान्सा चलाउनलाई त अलिकति टाकटुक गर्न जान्नुपर्छ भने देश चलाउनलाई, होइन, एक्सटर्नल यो पावर प्ले गर्ने ठाउँमा बसेर नेपालभित्र म यो काम गर्छु भनेर सकिन्न कि, होइन। भनेपछि त्यो जिम्मेवारले दिदियो भने चाहिँ भित्र आनन्दसँग चाहिँ काम गर्नु भइहाल्यो नि त, होइन। सो अलिकति उ गरेर भन्नु पर्दैन। मलाई के लाग्छ भने, होइन, अप्ठ्यारो परे बेलामा प्रेसर आयो भने
मिलेन नि त भनेर मान्नु भएन भन्नु पनि भयो होइन धरै छैन। अब होइन जस्तै यहाँ सिचुएसन के छ भने यो नेटो एक्सपेन्सन छ नि त्यहाँदेखि म एकचोटि उ गर्छु है। त्यति बेला वर्ल्ड नम्बर 1मा यो आफ्टर सेकेन्ड वर्ल्ड वार दुईवटा पोलर त आयो, ऊ उसको अगेन्स्टमा ऊ उसको अगेन्स्टमा हो नि त उनीहरू, किनभने वर्ल्ड वार 1 के अरे हिजो भिक्ट्री डे थियो होइन। बर्लिन पुगे त रसियन आर्मी हो कि सबैभन्दा बढी लस बिहोरेको पनि रसियन आर्मी हो। बर्लिन कब्जा गरे रसियन आर्मीले हो, तर हामीले त्यो त थाहा छैन होइन। त्यसपछि कस्तो छ भने यो उनीहरू दुईजना त्यसपछि एउटा याल्टा कन्फरेन्स भन्नेसम्म ठिक छ होइन, अनि पोट्सडाम कन्फरेन्ससम्म आउँदा उनीहरू छुट्टे है। अनि एउटा चाहिँ वार्सा प्याक्ट बन्न गयो, एउटा चाहिँ नेटो बन्यो। अब नेटो बन्दा चाहिँ अहिलेसम्म के देख्छ भने 12वटाबाट सुरु भएको अहिले 30+ भइदियो। अनि त्यो उसको जुन मुभमेन्टको टेन्डेन्सी हेर्ने हो भने पहिला सोभियत युनियनको बोर्डर सँगै गयो, नेटो भनेको सोभियत युनियनको लागि थियो, तर सोभियत युनियन गयो 1991मा, तर अझै ऊ छ। अनि त्यसपछि के भयो, ऊ बिस्तारै 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 गर्दै 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 फिनल्यान्ड यता स्विडेन यिनीहरू सबै गए, भनेपछि रसियाको बोर्डरतिरै गइरहेको छ। अब त्यति बेलाको नम्बर 1 अब अहिले यहाँ फेरि अर्को नम्बर 1 छ नि त होइन। अब माथि पनि उसको बोर्डरसँगै जानु खोज्यो, यहाँ पनि त उसको बोर्डरसँगै जानु खोज्छ, वरिपरि प्याक्ट त बनाउनु पर्यो। अनि बोर्डरमा खोज्छ त सेम हो, पहिला पनि भएको चिज हो। देश भने के हो? एकदम कठिन क्वेसन छ। पुर्खाले जुन चाहिँ लाइन कोरेर गइदिएछ नि आर्जेको, सानो दुःखले आर्जे गएन नि त यो त है। यदि त्यो नभएको भए हामी को हुन्थ्यौँ भने जसरी अहिले जस्तै छ नि एउटा एथनिक त्यो सानो कम्युनिटीमा डिभाइडेड भएर बसिरहन सक्थ्यौँ हामी होइन। यो एथनिक कम्युनिटी भनेपछि यो सानो धेरै भइसकेपछि बढी लडेर पनि बस्न सक्थ्यौँ होला हामीहरू होइन। हामी अहिले यसरी नै बसिरहेको हुँदैन थियौँ कि जसरी जब एथनिक लडाइँहरू भएको छ हामीहरूकै छेउछाउमा अहिले एक्जिस्टिङ सुरु भइरहेछ, विच इज भेरी डेन्जरस होइन। यो हामीहरूको यो एउटा बेल्ट छ होइन, अहिलेसम्म नेपाल एउटा मात्रै ठाउँ छ जहाँ चाहिँ आर्म कन्फ्लिक्ट भइरहेको छैन है। हामीहरूकै यही माथिको बेल्ट हेऱ्यो नि, हिमालयन रिजनको ठ्याक्क तल सबै ठाउँमा आर्म कन्फ्लिक्ट छ, हामीले याद गरिरहेको छैन। रसियाको कन्टेक्स्टमा, नेटोको कन्टेक्स्टमा रसियाको बोर्डर लाइन एरियाजहरूलाई एउटा प्याक्ट बनाउँदाखेरि सेक्युरिटी अलायन्स बनाउन सकिएला, बिकज दे आर प्रोभाब्ली मिलिटरीली पावरफुल हामीभन्दा होइन। तर हामी जस्तो देशमा के खालको इन्ट्रेस्ट हुनसक्छ यिनीहरूको? मतलब हाउ डु यु टेम चाइना थ्रु अस? बेसिकली हामी कसरी वेपन बन्न सक्छौँ? अब यो कस्तो हुन्छ भने युक्रेन पनि त्यस्तरी अब भनौँ न लाई अब उनीहरू ठाउँमा थिए, एउटा ठाउँमा छन् होइन। यदि जेलेन्स्की उठ्दाखेरि म रसियासँग वारमा जान्छु भनेर उठेको ऊ जित्दैन थियो। यो समय चक्रमा त्यो परिस्थिति उनीहरूले यसरी सिर्जना यसरी गरेर लिएर जान्छ होइन। समटाइम्स इट माइट बी मिलिटरी अलायन्स अथवा कुनै तरिकाले चलाउने इन्टरफियरेन्स न हो। मतलब 40s देखि 70s सम्मको 80s 90s सम्मको पनि जुन सिनारियो थियो नि, मतलब मैले मेरो बेस बनाएँ भने त्यहीँबाट अट्याक गर्न मलाई सजिलो हुन्छ, त्यो त अहिले छैन होइन। सो हाउ क्यान नेपाल बी बेनिफिसियल फर देम? किनभने यहाँ आएर युएस बेस बनाउने भन्ने कुरो त प्रोभाब्ली डिफिकल्ट होला नि 60-70s भन्दा त। यो कस्तो छ
उनीहरूको बेस बनाउनै पर्छ भन्ने छैन हो कि सो हाउ इन्टेलिजेन्स ग्यादरिङदेखि लिएर समटाइम्स अब यो जस्तै पहिला उनीहरूको त त्यहाँ खम्पा विद्रोह गरेको थियो होइन त्यसको अब रिजुभिनेट गर्न सक्ने पनि परिस्थिति ल्याउन सक्छ होइन उनीहरूको कस्तो जस्तै कोही मान्छेको नराम्रो गर्ने नियत छ भने उसले 100वटा बाना निकाल्न सक्छ जस्तै नेपालमा एथनिकल कन्फ्लिक्ट जुन बढिरहेको छ प्रोभाब्ली सिभिल वार हुने सम्भावना हुनसक्छ डिस्टर्बेन्स भयो नि त बेसिकली कस्तो भने यो चाइनासँग मिलिटरी कन्फ्लिक्टमा जान अगाडि यो सुनसुले भन्छ नि आर्ट अफ वारमा त्यो रिसोर्सेसहरूलाई कन्टेन गरिदिन्छ कि वारमा जानुभन्दा अगाडि भोलि गएर उसँग भिड्नु छ भने पहिलेबाट त काम सुरु गर्छ नि त इन्टेलिजेन्स प्रोभाब्ली साइलेन्समा भन्दा केओसमा बेटर कलेक्ट हुनसक्छ त्यसैले प्रोभाब्ली यु निड दिस कन्ट्री केओटिक अनि यो देश मात्रै नभनौँ यो रिजनै किनभने हाम्रो ध्यान त अरू अरू कुरामा सिफ्ट हुन्छ यो अहिलेको वर्ल्ड अर्डर यदि मुभ भएर अर्को वर्ल्ड अर्डरमा गयो भने होइन वेस्टको जुन चाहिँ 500 इयर्सको हिस्ट्री छ होइन स्पेनिस एम्पायर पोर्चुगिज एम्पायरदेखि बिस्तारै ट्रान्जिसन भएर फ्रेन्च र ब्रिटिसमा आएर त्यसपछि यो बाइपोलारबाट फेरि युनिपोलारमा आएको छ होइन वेल्थ 60% उता छ त्यो वेल्थ त श्रिङ्क हुने भयो नि त होइन त्यो भएकोले के हुन्छ भने यो इस्ट भर्सेस वेस्टको परिस्थिति आउन सक्छ यो किन यो अल्टिमेटली सिफ्ट भएर उता जाने हो भनेर उनीहरूको यो एक्जिस्टेन्सको कुरा आउने भयो भने उनीहरूले पनि यतिकै त छोड्दैन नि त यो हो सिम्पल उसमा होइन मैले कसलाई कुटेँ भने उसले मलाई कुट्न चाहन्छ त्यो एक्सन र रियाक्सनहरू हुन्छ नि त हो सक्ने नसक्ने भए पनि चाहनु त सक्छ अनि त्यो अब अहिले जे कन्फ्लिक्टहरू भइरहेको छ अघि स्टेट अफ हर्मुजमा जाम होइन स्टेट अफ हर्मुजले पनि अहिले यही चिजलाई कन्टेन गरेर आएन त एसियन रिजनलाई नै कन्टेन गरेर आयो नि त यो त्यो ओपियम वार नसकेकै हो अहिलेसम्म के हो वार कहिले सकिँदै सकेन जस्तै भनौँ न मे 8-9मा होइन 9मा यो के अरे सेकेन्ड वर्ल्ड वार युरोपमा सक्यो होइन अगस्टमा एसियामा सक्यो यता जापान रिट्रिट भयो तर चाइनामा त त्यसपछि सिभिल वार सुरु भयो नि त वार त वारै हो नि उनीहरूको वार मात्रै वार हाम्रो वार त वार होइन भन्नु मिलेन त्यहाँ वार सुरु भयो यसरी नै यो ठाउँ ठाउँमा कस्तो हुन्छ भने एउटा एम्पायरसँग लड्नलाई त्यहाँभित्र एउटा आर्म्ड ग्रुप बन्थ्यो सबै ठाउँमा हेऱ्यो भने त्यहाँ एम्पायर गरेर बसेको छ विदेशी गएर बस्यो त्योसँग आर्म कन्फ्लिक्टमा गएको सबै छ जस्तै इन्डियामा पनि छ नि होइन रेबल ग्रुप्सहरू त थियो ब्रिटिसहरूको अगेन्स्टमा त्यसरी नै हुन्थ्यो यता के अरे इन्डोनेसियामा पनि थियो अब सेकेन्ड वर्ल्ड वारमा स्पेनिसहरूसँग लड्नलाई यो सिमन बोलिभारहरूले ब्रिटिसकै सहयोग गरेर स्पेनिसहरूलाई लखटेपछि स्पेनिस विक हुँदै गएपछि होइन त्यसपछि कस्तो भएको छ भने त्यो टेन्डेन्सी नै छ नि यिनीहरूमा पनि हो कि हामीहरू यो कस्तो यो थ्युसिडिटिज ट्र्याप भन्ने छ होइन त्यसले के भन्छ भने एम्पायर्सहरू आउँछ जान्छ रिप्लेस गर्छ अर्को आउँछ भन्ने एउटा साइकलमा घुमिरहन्छ लाइफ साइकल छ नि त्यसको होइन अब अहिलेको यो एम्पायर पनि त त्यसको यसको पनि त लाइफ साइकलमा घुमिरहेछ नि यो होइन अब इन्फेन्सीबाट बिस्तारै यङ बोय हुँदै अडल्ट हुँदै अहिले यो जुन चाहिँ इभेन्टहरू भइरहेको छ त्यसलाई हेर्दा चाहिँ त्यो लाइफ साइकलको कुन चाहिँ स्टेजमा छ भन्ने कुरा भयो कि नाउ हिज गेटिङ त्यो एक्जिस्टिङ पावरलाई अर्को पावरले च्यालेन्ज गरिरहेछ नि त यो मेन पोइन्टबाट हेर्ने हो भने त्यो त च्यालेन्ज चलिरह्यो नि त बेसिकली दाइको कुरा अहिलेसम्म सोद्धाखेरि मलाई लागेको चाहिँ
हाम्रो अहिलेको स्टेट यो 2026 होला 2083 होला आफ्नो ठाउँमा छ, तर अहिलेको स्टेट इज सिमिलर टु महेन्द्रको बेलाको।